नमस्ते सबैजनालाई शुभ बिहानी। आज हाम्रो यो गुराँसे भूमि युवा क्लबको मैदानमा हाम्रो माछापुछ्रे गाउँपालिकाद्वारा हाम्रो विभिन्न चराचुरुङ्गीहरू मुनाल, डाँफे, फोक्रास, कालिजहरूको संरक्षणको लागि चाहिँ हाम्रो यहाँ मुनाल कप राखेको छ। अब लाइभ पनि गरेको छु। लाइभमा चाहिँ तँलाई मैले चाहिँ एकदम फोकस गर्न सकेको छैन लाइभमा भन्दाखेरि यो चाहिँ सकेको छैन कि अब चाहिँ हामी कार्यक्रम हुन गइरहेको हाम्रो मिलनले चाहिँ उद्घोषण छ र हाम्रो यो चाहिँ यस्तो छ। भलिबल तयारी त मैले भलिबल खेल भलिबल स्थानको में यो नंबर 1 से नेट 11,000 तलपट्टि आएको छ र यहाँ राखेको के भन्छ ओचु मलाई तो भिम्रो ओचु यतापट्टि छ जातिको 5 उचाइमा यो अनि त्यहाँबाट डाँफे त्यसपछि पोक्रास अनि यहाँ विभिन्न किसिमका प्रजातिका चराचुरुङ्गीहरू पाइन्छ। प्रमुख अतिथिको हाम्रा अभिभावक
अतिथिको आसन गरिदिन अनुरोध गर्न चाहन्छु। 4 का वडा अध्यक्ष अधिकारीज्यूलाई पनि आसन गर्नको लागि अनुरोध गर्न चाहन्छु। त्यसैगरी नगरपालिका वडा नम्बर 7 त्यसैगरी माथि गाउँपालिका आदरणीय आदरणीय दाजु हरिबहादुर छेत्रीज्यूलाई कार्यपालिका सदस्य सुकुर्माज्यूलाई समेत अतिथिको त्यसैगरी diversity conservation गाउँपालिकाको कार्यालय आदरणीय सर केशव सुवेदीलाई पनि आस्वासन गर्न चाहन्छु। नेपाली कांग्रेस सदस्य गाउँपालिका वीरेन्द्र गुरुङज्यूलाई पनि अतिथिको लागि आस्वासन गर्न चाहन्छु। पुगेको जति सबैलाई लगाइदिने हो हाम्रो लागि सबै अब पाउन हो। यो अतिथिको आसन गर्ने क्रममा मर्यादा क्रम तलमाथि भएको खण्डमा कृपया मलाई क्षमा याचना गर्दछु। यसमा गाह्रो दिन नमानिदिनु होला है। त्यसैगरी नेपालको एमाले गाउँपालिका कमिटीमा सदस्य गाउँपालिकाको अध्यक्ष विक्रम गुरुङज्यू, उहाँ 2 नम्बर वडाको पूर्व अध्यक्ष पनि हुनुहुन्छ, अतिथिको आसन गर्न चाहन्छु। त्यसैगरी नेकपा माओवादी केन्द्रमा सदस्य गाउँपालिका कमिटीका अध्यक्ष गोपाल पोखरेलज्यू, राष्ट्रिय स्वतन्त्र पार्टीमा सदस्य गाउँपालिका कार्य समितिका सभापति भूपेन्द्र कोरज्यू वा प्रतिनिधिज्यू, केदार पौडेलज्यूलाई समेत अतिथिको आसन गरिदिनु गर्न चाहन्छु। त्यसैगरी संरक्षण कार्यालय लुआङका लेखनाथ गौतमज्यूलाई समेत अतिथिको आसन गरिदिनु हुन अनुरोध गर्न चाहन्छु। त्यसैगरी नेपाल पञ्चविद सङ्घ काठमाडौँको अध्यक्षज्यूलाई पनि आसन गर्नको लागि अनुरोध गर्न चाहन्छु। त्यसैगरी पोखरा बर्ड सोसाइटी पोखराका पनि
उपस्थित मिडिया साथी र सुरक्षाकर्मी नयाँ खैरे टोल विकास संस्थाकी अध्यक्ष दिलपुन, पुरानो खैरे टोल विकास संस्थाका अध्यक्ष बुवा क बहादुर मगर, पाटनथल टोल विकास संस्थाका अध्यक्ष एवं माछाबस्ती गुराँसी भूमि योग क्लबका अध्यक्ष आदरणीय दाजु अमृत गुरुङ, मास टोल विकास अध्यक्ष आदरणीय बुवा ललित गुरुङ, मास टोल विकास संस्थाका अध्यक्ष भोजबहादुर गुरुङ, नाम्रो टोल विकास संस्थाका अध्यक्ष गुराँसी भूमि योग क्लबका सचिव अमृत गुरुङ, सरिपाखा टोल विकास संस्थाकी कोषाध्यक्ष माया पुन, ढिपाङ टोल विकास संस्थाका अध्यक्ष दलबहादुर पुन, मिर्सा टोल विकास संस्थाका अध्यक्ष कृष्ण गुरुङ, रुम्जा टोल विकास संस्थाका अध्यक्ष सुजन पुन, कर्मा टोल विकास संस्थाका अध्यक्ष पशबहादुर मगर लगायत सबैजना टोल संयोजकहरूलाई समिति आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। म्याडमलाई खिमिनु उचु पेमा म्याडमलाई खिमिन्छ लाउनु न म्याडम लाउनु पर्छ खिमिन बोले खिमिन खिमिनु लाउनु पर्छ के त चुलुरो खोटारे तमु समाजका विश्वकर्मा सेवा समाजका अध्यक्ष युवा क्लबका अध्यक्ष वर्ल्ड कप 2026 को पूर्व मैत्रीपूर्ण भलिबल विभागको समुद्घाटनको लागि यहाँ उपस्थित सम्पूर्ण उभिएर अब राष्ट्रिय गाना गाउने संस्कृति अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। हार्दिक अनुरोध गर्दछु र हामीले निर्धारित समयभन्दा अति नै कार्यक्रम सुरु गरेको हुनाले समयको पनि ख्याल गर्न अनुरोध गर्दै वक्ताको रूपमा पाल्नु हुने यहाँ समयको समय अनुरोध
प्रकृति रहेका वन्यजन्तु गर्दै यहाँको जङ्गल र जैविक विविधताले एकदम पूर्ण छ र यसलाई हाम्रो भावी पुस्ताको लागि र हाम्रो लागि हामी सबैको लागि संरक्षण गर्नुपर्छ। यसलाई खेल मार्फत हामी चाहिँ सबै एक हौँ भनेर हामी जो सबै यहाँ आउनु भएको छ र सबैलाई मैले स्वागत गर्न यसमा चाहिँ हामी जुटिसकेका छौँ। कसरी कनेक्ट हुन सकिन्छ भनेर यो जसरी हामी आयोजकहरूले एउटा सोच्यौँ उसका साथ यसरी जम्मा छौँ। र यो प्राध्यापक ज्यूहरू हाम्रो नेपाल लगायत सम्पूर्ण अतिथिज्यूहरू हार्दिक धन्यवाद। बाइकोस नेपालका क्रममा माछापुच्छ्रे गुराँसे भूमि आमा समूहका हाम्रो आमा समूहमा नृत्य हुँदैछ है। कहाँ जाने हो म? अच्छा के भयो? हजुर आजको यस कार्यक्रमका अध्यक्षज्यू, यस माछापुच्छ्रे गाउँपालिकाका अध्यक्षज्यू, यस माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्षज्यू, यस माछापुच्छ्रे गाउँपालिकाका निवर्तमान अध्यक्षज्यू लगायत आज यो मुनाल भलिबल कप पूर्व तयारी तथा मैत्रीपूर्ण खेल भलिबल कार्यक्रमको शुभारम्भ कार्यक्रममा यहाँ उपस्थित सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, सम्पूर्ण महानुभावहरूमा हार्दिक नमस्कार गर्न चाहन्छु। ठिक आजको लगभग 6 महिना अगाडि हामीले यसै क्षेत्रमा बायोडाइभर्सिटी कन्जर्भेसन सोसाइटी नेपालले गाउँपालिकाको सहकार्यमा एउटा प्रेस मिट यो क्षेत्रमा काँक्रे मुना लगायत वन्यजन्तुहरू कसरी घट्दो बढ्दो क्रममा छन्, तिनको संरक्षण गर्न के गर्नुपर्छ भन्ने विषयमा प्रेस मिट गरेका थियौँ। ठ्याक्क 6 महिना भएछ, त्यतिखेर चाहिँ मुनाल जाफे घटे भनेर सबैमा चिन्ताको विषय छाएको थियो। पत्र पत्रिकामा पनि यो क्षेत्रमा विगतमा भन्दा धेरै नै चाहिँ जाफे मुनालहरूको सङ्ख्या घटेछ भनेर चाहिँ पत्र पत्रिकामा आएको थियो। अब यो जाफे मुनाललाई कसरी संरक्षण गर्न सकिन्छ भनेर गाउँपालिकाका चाहिँ यो विशेष गरी वडा नम्बर 1 माछापुच्छ्रे गाउँपालिकाको विशेष गरी यो वडा नम्बर 1 मा यो चाहिँ पिपर, कोर्जा, खुमाई लगायतका चाहिँ वन जङ्गल क्षेत्र पर्ने र यो वन जङ्गल क्षेत्र आजभन्दा लगभग 50 वर्ष अगाडि यो क्षेत्रमा चाहिँ एउटा चाहिँ ट्रेकिङ चाहिँ गर्ने क्रममा पोखराका झलक थापाले एकै ठाउँमा डाँफे, मुनाल, त्यसपछि चाहिँ खोक्रास लगायतका 5 प्रजातिका कालिज अनि चिलिने 5 प्रजातिका चाहिँ 40 प्रजातिहरू फिजाइन्टहरू एकै ठाउँमा चाहिँ देखेको हुनाले यो क्षेत्र अत्यन्त महत्त्वपूर्ण छ भनेर त्यतिखेरदेखि अध्ययन अनुसन्धान सुरु गरेको। त्यसै ताका
त्यसै ताका चाहिँ यो वर्ल्ड फिजर एसोसिएसनको पनि स्थापना भएको र त्यसै ताकादेखि यो क्षेत्रमा लगातार रूपमा चाहिँ यहाँका कालीन प्रजातिहरूको अध्ययन अनुसन्धान हुँदै आएकोमा यो बायोडाइभर्सिटी कन्जर्भेसन सोसाइटी नेपाल जब चाहिँ हाम्रो चाहिँ 2010 सालतिर चाहिँ स्थापना भयो, लगातार बायोकोष नेपालले यसको अध्ययन अनुसन्धान गर्दै आएको छ। त्यसमा अब डाँफे मुला लगायतका पक्षीहरूको चाहिँ सङ्ख्या घट्दै गएको, यसलाई कसरी संरक्षण गर्न सकिन्छ? 350 प्रजातिभन्दा बढी चरा पाइने यो क्षेत्र र यो क्षेत्र यहाँ अहिले हामी 1300 मिटरको उचाइमा हामी अहिले चाहिँ आज चाहिँ यो कार्यक्रम चाहिँ गर्दै गरेका छौँ। 4000 मिटरको उचाइसम्मको क्षेत्र हामी एकै दिनमा यहाँबाट सजिलै देख्न सकिन्छ। यहाँ अहिले यहाँ मञ्चमा उभिएर हेर्दै गर्दाखेरि माथि कोर्जामा खुमाईमा चाहिँ यहाँ पर्यटकहरू हिँडिरहेको यहाँबाट देख्न सकिन्छ। यस्तो राम्रो गन्तव्य, यसलाई पर्यटकीय गन्तव्य कसरी बनाउन सकिन्छ भनेर गाउँपालिकाले लागि परेर यस क्षेत्रलाई पिपर फिजन ल्यान्डस्केप भनेर पालिकाले घोषणा गरेकोमा हामी चाहिँ सबैजना एकदम खुसीले गदगद छौँ। यसमा बायोकोष नेपालले प्राविधिक सहयोग चाहिँ गर्न पाएकोमा र प्राविधिक सहयोग गर्नलाई पालिकाले स्पेस दिएकोमा गाउँपालिकाप्रति हार्दिक धन्यवाद दिन चाहन्छौँ। 1976 देखि हालसम्म डब्ल्युपिएको स्थापना भएदेखि डब्ल्युपिएले पनि चाहिँ सानोतिनो केही न केही यहाँका विद्यालयहरूमा अध्ययन अनुसन्धान गर्नमा उहाँहरूले सहयोग गर्नुभएकोमा डब्ल्युपिएलाई पनि चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आज डब्ल्युपिएले आफ्नो 50औं स्थापना दिवसमा उहाँहरूको चाहिँ ब्रिटेनमा मनाइरहँदा हामी पनि आज त्यसैको अवसरमा यहाँ नेपालमा भलिबल चाहिँ खेलको आयोजना गरेर मनाउँदैछौँ भनेर हामीले खबर गरेका छौँ र उहाँहरूले हामीले अनुरोध पनि गरेका छौँ यहाँ दिइरहेको चाहिँ सहयोग चाहिँ उहाँहरूले चाहिँ अध्ययन अनुसन्धानमा अनि त्यसपछि शिक्षामा जुन किसिमले चाहिँ कन्ट्रिब्युसन गरिरहनु भएको छ त्यो पक्कै आगामी दिनमा पनि चाहिँ निरन्तर दिनुहुनेछ भन्ने हामीले आशा लिएका छौँ। 3 मिनटको समय भएको हुनाले मैले चाहिँ धेरै नै भन्न चाहिँ अब यहाँ त आजको चाहिँ मुख्य काम चाहिँ खेलकुद भएको हुनाले खेलकुदमै हामीले चाहिँ समय दिनुपर्ने भएको हुनाले अहिले भाषण विषय नगरिकन यो क्षेत्र जैविक विविधताको लागि अत्यन्त महत्त्वपूर्ण, इकोसिस्टम बचाउन अत्यन्त महत्त्वपूर्ण, जुन रूपले यो महत्त्वलाई पालिकाले आफ्नो आत्मसात गरेर संरक्षणका क्रियाकलापहरू यसरी चाहिँ बढाउँदै जानु भएकोमा अत्यन्त खुसी लागेको छ। र अब यो सुरुवात यो चाहिँ कसरी चाहिँ आगामी चाहिँ भलिबलहरूलाई चाहिँ सक्सेसफुल बनाउने भनेर लागेकोमा पालिकाले चाहिँ आयोजना गर्नु लागेको यो चाहिँ वडा स्तरीय कास्की जिल्लाभरिका वडाहरूको चाहिँ जुन भलिबल खेल चाहिँ आयोजना गर्ने आगामी चाहिँ 2026मा र त्यसपछि लगातार प्रत्येक वर्ष भनिएको छ। त्यसमा बायोडाइभर्सिटी कन्जर्भेसन सोसाइटी नेपाल बायोकोष नेपालले पालिकासँग चाहिँ हातेमालो गरेर अगाडि बढ्न तयार छ। अब बायोकोष नेपाल हुन त एउटा गैर सरकारी संस्था भएको हुनाले आफैसँग पर्याप्त बजेट हुँदैन, तथापि हामी राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूसँग अनुरोध गरेर प्रस्ताव लेखेर यो चाहिँ भलिबल कार्यक्रममा मोटामोटी अब कति लाग्ला, एउटा कार्यक्रममा 12-15 लाख मोटामोटी चाहिँ लाग्न सक्यो भने लगभग त्यसको 1/4 चाहिँ भाग चाहिँ आर्थिक रूपले हामी चाहिँ बायोकोष नेपालले कन्ट्रिब्युसन चाहिँ गर्नलाई हामी इच्छा राखेका छौँ। पक्कै पनि पालिकाले यसमा चाहिँ हामीसँग पालिकासँग सहकार्य गरेर अगाडि बढ्नु पाउँदा हामीलाई पक्कै खुसी लागेको छ। यति भन्दै अब यो चाहिँ गाउँपालिकाले र विशेष गरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले र अन्य सङ्घ संस्थाहरूले बायोकोष नेपाललाई यस क्षेत्रमा यहाँका वन्यजन्तु, यहाँका चाहिँ यहाँको वातावरण, यहाँको जैविक विविधता संरक्षणमा अध्ययन अनुसन्धान लगायत विभिन्न गतिविधि गर्नलाई जुन किसिमको स्पेस उपलब्ध गराउनु भएको छ उहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद दिँदै यो खेलकुदको माध्यमबाट संरक्षणलाई चाहिँ अगाडि लान सकिन्छ, चेतना बढाउन सकिन्छ भन्दै यति भन्दै सबैजनालाई मुरी धन्यवाद दिँदै विशेष पालिकालाई धन्यवाद दिँदै आजको यस चाहिँ भलिबल खेल उत्साहपूर्ण रूपले चाहिँ सञ्चालन होस् भन्ने कामना दिँदै र दसैँ त भर्खरै सकियो, आगामी तिहार आउँदैछ र छठ पर्व आउँदैछ, यसको पनि शुभकामना दिँदै यहाँबाट बिदा हुन चाहन्छु। हार्दिक नमस्कार।
चाहन्छु। त्यसै गरी नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरज्यूलाई पनि आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु र माछापुछ्रे गाउँपालिकाकै लेखा अधिकृत आदरणीय सर भोजराज बगले सरलाई म यहाँ देख्न सक्छु। कृपया तपाईँलाई पनि म अतिथिको आसन ग्रहण अनुरोध गर्न चाहन्छु। अब क्रममा धन्यवाद। आजको यस मनालो भलिबल अध्यक्षज्यू एवं माछापुछ्रे गाउँपालिका वार्ड नम्बर 1 का अध्यक्षज्यू, आजका यस कार्यक्रमका प्रमुख अतिथि एवं माछापुछ्रे गाउँपालिकाका सर्वोदय अध्यक्ष बहादुर गुरुङज्यू, विशिष्ट अतिथि माछापुछ्रे गाउँपालिकाका सर्वोदय उपाध्यक्ष सीता अधिकारीज्यू, त्यस्तै गरेर सम्पूर्ण वडा अध्यक्षज्यूहरू, पूर्व गाउँपालिका अध्यक्षज्यू, संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू, वडा सदस्यज्यूहरू, विभिन्न पार्टीका सभापति एवं अध्यक्षज्यूहरू, विभिन्न विद्यालयका प्रधानाध्यापकज्यूहरू, यहाँ उपस्थित विभिन्न सङ्घ संस्था, हाइड्रो पावर कम्पनीका अध्यक्ष एवं प्रतिनिधिज्यूहरू, संरक्षण क्षेत्र व्यवस्थापन समितिका सचिवज्यूहरू, वन व्यवस्थापन समितिका अध्यक्ष एवं प्रतिनिधिज्यूहरू, आमा समूहका अध्यक्ष एवं सदस्यज्यूहरू, त्यस्तै गरेर युवा क्लबका अध्यक्ष एवं प्रतिनिधिज्यूहरू, सम्पूर्णमा यस मुनाल भलिबल क्लबमा हार्दिक स्वागत गर्न चाहन्छु। त्यस्तै गरेर पाइकोसका अध्यक्षज्यू, पञ्ची संरक्षण सङ्घका अध्यक्षज्यू, दौलुपिएका अध्यक्ष एवं प्रतिनिधिज्यूहरू, म अभिवादन गर्न चाहन्छु। सबैमा आज यो मुनाल भलिबल कपमा यहाँहरूको हाम्रो सह-आयोजना माछापुछ्रे गाउँपालिका वार्ड नम्बर 1 रायपुर नेपाल गाउँपालिका हामी सबैको आयोजनामा जुन यो मैत्रीपूर्ण भलिबल खेलमा हाम्रो निमन्त्रणा स्वीकार गरेर आउनु उपस्थित सम्पूर्ण महानुभावहरूलाई बुवा मुवाजीमा हार्दिक स्वागत गर्दै यो संरक्षण किन आवश्यक छ त भन्ने कुरामा म छोटो 2-3 कुराहरू मात्रै भन्छु। समय पाबन्दी छ, खेल पनि खेल्नुपर्ने छ, धेरै वक्ताहरू बोल्नुपर्ने छ। यहाँ धेरै भाषण गर्नभन्दा पनि संरक्षण चाहिँ हाम्रो लागि मात्रै होइन, अहिले मात्रै संरक्षण गरेर हुँदैन, भावी सन्ततिका लागि पनि संरक्षण आवश्यक छ। मुनाल चाहिँ हामीले मात्रै देखेर भएन, ट्राफी हामीले मात्रै देखेर भएन, हाम्रा सन्ततिहरूले देख्न पाउनु पर्यो। अहिलेको मुख्य एजेन्डा नै यही हो होइन। अब यो माछापुछ्रे जुन गाउँपालिकाले खुमै पिपर एरियालाई जुन एउटा पिपर ल्यान्डस्केपको हिसाबमा घोषणा गर्नुभएको छ, म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यहाँलाई उहाँहरूले एकदम महत्त्वका साथ जुन एउटा ल्यान्डस्केपै घोषणा गर्नुभएको छ। अन्नपूर्ण संरक्षण क्षेत्रले पनि यो क्षेत्रको 5वटा हटस्पट मध्येको चाहिँ एउटा महत्त्वपूर्ण हटस्पट घोषणा गरेको योभन्दा अगाडि नै हो, किनभने यसमा नेपालमा पाइने 6वटा फिजेन्ट मध्ये 5वटा प्रजातिका फिजेन्टहरू यही क्षेत्रमा पाइन्छ। त्यस्तै गरेर सँगसँगै पालिकाले चाहिँ सबभन्दा जुन उहाँहरू निर्वाचित भएर आइसकेपछि संरक्षणलाई यो यहाँको पर्यटन प्रबन्धनलाई चाहिँ र यहाँको संरक्षणलाई महत्त्व दिएर पहिलो पालिकाको चाहिँ बैठकै खुमैमा गर्नुभएको छ। म त्यो स्मरण गर्न पनि चाहन्छु, आभार र धन्यवाद पनि दिन चाहन्छु। जुन यहाँले एउटा संरक्षणको लागि महत्त्व देखाएर जुन त्यो अगाडि बढाउनु भएको छ, तपाईँहरूले यस्तै कार्यक्रममा अझै उजागर गर्नुभयो भने संरक्षण अवश्य पनि हुन्छ। हामीले मात्रै होइन, हाम्रा सन्ततिहरूले पनि यो संरक्षणमा वास्तवमा महत्त्वपूर्ण चिज रहेछ भन्ने कुराहरू बुझाउन सकिनेछ भन्ने चाहिँ हामीलाई लागेको छ। तर संरक्षण यो जैव विविधता संरक्षण यस्तो चिज हो कि यो वातावरण संरक्षण भएन भने तपाईँ हाम्रो अस्तित्वको पनि धराशायीमा जाने, विभिन्न रोग किराहरू चाहिँ देखा पर्नेदेखि चाहिँ धेरै कुराहरू रहन सक्ने भएको हुनाले यसको अस्तित्व, हाम्रो अस्तित्व जोगाउनलाई पनि, हाम्रो विकासलाई अगाडि बढाउनलाई पनि संरक्षण आवश्यक छ। संरक्षणको एउटा पाटो चरा संरक्षण हो। चराको मध्येको पनि यो ठुला प्रजातिका चराहरू जुन पाइन्छन् यो क्षेत्रमा एकदम मनमोहक, अब फोटोमा पनि देख्न सकिन्छ, मनमोहक छन्, सुन्दर छन्।
यसले गर्दाखेरि यहाँको चाहिँ विभिन्न पर्यटन जीविकोपार्जन आय आर्जनमा पनि के गर्छ भएको हुनाले यसलाई चाहिँ तपाईँ हामी सबैले संरक्षण गर्नुपर्ने चाहिँ हाम्रो अहिलेको तत्काल आवश्यकता हो। र यो पछिल्लो समय चाहिँ धेरै यो पासोहरू थाप्ने कुराहरू चाहिँ धेरै चाहिँ गुनासोहरू आउने गरेको हुनाले पनि अब हामीले संरक्षणमा कुनै कर्मचारीले पालिकाले भन्दा पनि स्थानीयहरूले यहाँको युवा क्लबहरूले यहाँको आमा समूहहरूले यहाँको चाहिँ बुद्धिजीवीहरूले चाहिँ चासो राखेर जुन यसलाई अगाडि बढाउन चाहिँ खोज्नु भएको छ एकदम सराहनीय काम छ। र यो संरक्षण बाहिरको कर्मचारीले भन्दा पनि यहाँको स्थानीयले जोडबल गर्नुभयो भने अवश्य पनि हुनेछ। मैले यही दर्शाउन चाहेँ। र यो संरक्षणमा बाहिरबाट कन्जर्भेसनमै खाद्य श्रृङ्खलाको एउटा चाहिँ चेन हो। यसलाई चाहिँ हामीले चाहिँ नाश गर्न भन्दा पनि यसलाई चाहिँ यो नियमित राख्नमा चाहिँ हामीले ध्यान दिन हामी सबैको चाहिँ भूमिका उत्तिकै हुन्छ भन्दै यो संरक्षण हाम्रो लागि मात्रै होइन भावी संस्कृतिका लागि पनि संरक्षण गर्न र पर्यटन प्रवर्धन गर्न जीविकोपार्जनको लागि पनि यसको महत्त्वपूर्ण भूमिका छ भन्दै यो मुनाल भलिक्लबको महत्त्वपूर्ण भलिबल कार्यक्रम छ यसको सफलताको शुभकामना व्यक्त गर्दै हाम्रो निमन्त्रणामा उपस्थित सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद दिँदै मेरो शब्द यही अन्त्य गर्छु। जय संरक्षण। धेरै धेरै धन्यवाद आदरणीय सर लेखनाथ गौतमज्यूलाई। यस मुनाल भलिबल कप आयोजना गर्नुको औचित्य महत्त्व र यस मुनाल भलिबल कपको परिचयको बारेमा बाइकोस नेपाल र एकाका प्रतिनिधि सरहरूले तपाईँहरूमा कार्यक्रम सञ्चालन आज जुन गोललाइट भलिबल कप छ पुरा प्रायोजना मैत्री खेल कार्यक्रमको चाहिँ सम्पन्नतिर चाहिँ म अलिकति छोटोमा समय आजका चाहिँ सभा अध्यक्ष प्रमुख अध्यक्ष जुन सङ्घ संस्थाबाट चाहिँ पाल्नुहुने राजनीतिक दल शिक्षा जुन क्लबका चाहिँ नेतृत्व गर्दै आउनुहुने जुन होटेल व्यवसाय सबैजनालाई जुन दायित्व र जिम्मेवारी निभाउनु पर्ने कुरामा मलाई चाहिँ जुन अन्नपूर्ण संरक्षण क्षेत्र जुन महासमुद्र गाउँपालिकाको जुन मूल समितिको जुन जिम्मेवारी दिएमा उहाँहरूप्रति म धेरै आभार व्यक्त गर्न चाहन्छु। यो संरक्षण भनेको राष्ट्रिय पहिचान हो, तर यो संरक्षणमा सुत्रिनु पर्ने कुन हो त के किन कसरी भने प्रश्नवाचक चिन्ह चाहिँ मलाई थाहा छ। यो राजनीतिक दलहरू सब सुत्रिनुपर्छ। तपाईँहरू संरक्षण गर्ने कि तपाईँको कार्यकर्ता संरक्षण गर्ने हो। भोट माग्दाखेरि एका फाल्ने हामी चाहिँ मृगा मागेको झारा जागे सबै मारेर देख्छौँ। मान्छे मारेर पनि हामी जेलबाट निकाल्छौँ। चुनावको प्रचार गरेर यो संरक्षण हुन्छ। राजनीतिक दलहरू सुन्नुहोस्, तपाईँको कार्यकर्तालाई संरक्षण नगर्नुहोस्। यो देशको दुर्भाग्य संरक्षणको भविष्यको दिन राष्ट्रको दुर्भाग्य हो। र जिन्दगीमा आयो पञ्चे राणा गयो पञ्चे आयो सदानन्द गयो लोकतन्त्र गणतन्त्र आयो र हामी जनताले के पायो, राष्ट्रले के पायो। र जुन पञ्चायतकालको संविधान खोलेको छ र जुन 46 सालमा त्यो जुन 72 संविधानमा वनको एनसी स्थानीय 2053 दिन सबै 56 स्थानीय स्वयं 74 मा लागेको छ। तर वनको 2029 को केन्द्र संशोधन स्थानीय सरकारलाई दिएको छैन। यो स्थानीय सरकारले जुन यो संस्था भनेको छ नि एकालाई महेन्द्र राजाले महेन्द्र पछिको जुन राजतन्त्रमा घोषित गरेको इन्टरनेसनल ट्रस्ट हो। यसको लागि हामी जिम्मेवारी छौँ। तर हाइड्रो जुन छ तपाईँले 1 करोड 30 लाख हाइड्रोबाट आधिका खन्ने तपाईँले 49 करोडको चाहिँ कसैले खाने पानी मानवले मर्मीले खानुपर्ने व्यक्ति कहाँ गयो र हाइड्रो नोज भएको चाहिँ कलेक्सन छैन। कलेक्सन भएको हाइड्रोबाट कति आएको छ
पैसा नि गर्नु पर्यो र आज हाम्रो यो हाइड्रोलिक लन्च हुँदाखेरि हाम्रो आज तपाईँले स्थानीय सरकार कागज आजसम्म वनको मात्रमा कागज बिनादि वन फालिने पर्छ जब चाहिँ खनिरहेछ हाम्रो चाहिँ हिरामाथि पैसा पाउने किन पाइन्छ तर हाम्रो तातो पानी तातो पानी हामीले पाउँदैन जत्थाबादी खनेको छ स्थानीय सरकार के हेर्नु तपाईँ 1,30,00,000 त आज खोजीले त्यो ठाउँमा किन संरक्षण गरेन तपाईँको कार्यकर्ताले संरक्षण गर्ने र यो कुरामा एक खेप जिउँदो लासो कपडामा गएर शिर कुट्यो मलाई थाहा छ कुन हाइटमा चाहिँ कालिज पाउँछ कुनामा भुनाल हुन्छ डाँफे हुन्छ फोलो छ छाडल हुन्छ घोरल हुन्छ मिर्गा हुन्छ मलाई थाहा छ आई नो भेरी वेल गएको छ त्यो ठाउँमा जडीबुटी छ एक खेप तल खरे राजनीति दल सबपछि हामी हो राजनीति दल माछापछि गाउँपालिकामा एक हामी चाहिँ विश्वलाई चिनाउने नेपाल होइन विश्वलाई चिनाउने ठाउँ सिद्धियो यो पनि हो राजनीति दल हो एमाले काङ्ग्रेस माओवादी हो तपाईँलाई स्थानीय सरकार अधिकार छैन अधिकार चाहिँ राजपन्थीको भइरहेको राजनीति जसको अधिकार छ वनको त्यसको चाहिँ शब्द एक क्याबेट पनि दिएको अवश्य छैन र जुन त्यो चाहिँ 2 करोड रुपियाँ जुन भेटेरिनरी स्टडीको जुन पब्लिक हेरेको थियो त्यसको कार्यान्वयन भयो कि भएन र हाम्रो चाहिँ सामाजिक उद्धार दायराको पैसा कति छ र हामी भिजा लुगिनीका म जनप्रति म भोट नमागे म कसैलाई भोट दिनु भएन भोट नदिने भने त्यो कार्यक्रममा 35 लाख भिजा लुगिनीले दिएको स्कुललाई दिनुपर्छ भने त्यो 35 लाख रुपियाँ कहाँ गयो कुनमा डिभाइड गरेर कहाँ गरेर कुन ठाउँमा त्यो पैसा चाहियो र मैले यस्तो चाहिँ गरेर मैले सिरो साहबलाई एक ठाउँमा मैले हालेको छ यो देश खेतीको दिन म जाने भनेको मैले सिफारिस लिएर गएको थियो सिरो साहबबाट लिएर सिरो साहबले चाहिँ जले साहबलाई फोन गरेर मलाई लास्टिङको चाहिँ अनुभूति छैन लास्टिङ कति कुन्टल र त्यो सुरुङ कुन एरियामा कति किलोमिटर हो त्यसको लागि चाहियो चाहियो भनेर मैले गएर एक क्याब मन्त्रालयमा विभागमा जान खोज्दाखेरि जेएनटीको 23 को लागि अब अफिस खुलेछ म जाँदैछु मैले त्यो छोड्नेवाला छैन हेक्का राम्रो सुनेको रूप कस्तो खाने मान्छे हो भनेदेखि माछापुच्छे गाउँपालिका गाविसलाई एक घर एक शौचालय गर्ने अधिकार कोही जिम्मेवारी नै मात्र म हिजोको दिन एक घर एकजनाले नेपाल काशी जिल्लामा काशी जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने एक नम्बरमा काशी जिल्ला म यो ठाउँमा बाटो खोल्नका लागि कतिले मुद्दा हाल्ने कतिले बच्चा लिएर म यसरी खुलेको बत्तीको लाइन के छैन सब फलामको पोल हालेको त्यही कारणले राजनीतिक दल सुत्नुहोस् खबरदार अब मैले छोड्नेवाला छैन त्यो कुरामा मैले कमिटी तपाईँहरू कमिटीमा के भने तपाईँको छोराछोरी चाहिँ नेपाल आयो सपनामा मरेको तर चाहिँ विपद पनि सम्झिने मरेको यो चाहिँ समस्या यो मुनाल डाँफे झारल सारल यो जडीबुटीहरू हेर्नुहोस् अब सम्झिने मर्यो किन हामी सबै छोराछोरी विदेशै बेच्छ त कसरी त्यहाँ गएको छ त्यही भएर अब हामी यहाँ हुनुपर्छ यो चेतना एकदमै हामीमा हुनुपर्छ हाम्रो पहिचान होइन कि माछापुच्छे गाउँपालिकाको एउटा गाविस रहेको पहिचान गाउँपालिकाको पहिचान यो राष्ट्रिय पहिचान संरक्षण भनेको एकदम मिठो शब्द र दूरदर्शी दिशाको शब्द हो त्यसैले एकदम
सबैजनालाई याद राख्नुहोस्, सम्झन, श्रम गरौँ, संरक्षण गरौँ। भावी पुस्तालाई हाम्रो चाहिँ यो पहिचान हामीले भावी पुस्ता दिनु पर्छ भन्ने चाहिँ आशा राख्दै यो भव्य र सभ्य कार्यक्रम सफल बनाउने हाम्रो दायित्व हो। यो कार्यक्रम यहाँ ल्याइदिनुमा नभएका चाहिँ वडा अध्यक्षलाई धेरै धेरै धन्यवाद दिँदै मेरो 2 शब्द यहाँ अन्त गर्न चाहन्छु। आदरणीय दाजुभाइ धेरै धेरै धन्यवाद। समय अमूल्य चिज पनि हो, समय बलवान चिज पनि हो। समयको टाइम डिसिप्लिन चाहिँ ख्याल गरिदिनु होला भन्ने अनुरोध गर्न चाहन्छु आगामी वक्ताहरूलाई। समय 3 मिनट मात्र छुट्याएको हुनाले र अबको क्रममा आफ्नो शुभकामना मन्तव्य राखिदिनु हुन नेकपा एमाले वडा कमिटी तथा माछापुछ्रे सामुदायिक अर्ग्यानिक होमस्टेको अध्यक्ष आदरणीय बुवा बर्बहादुर गुरुङज्यूलाई अनुरोध गर्न चाहन्छु। धन्यवाद। आजका यस कार्यक्रम सञ्चालक भाइ, आजको यस कार्यक्रम मुनाल भलिबल कप पूर्व तयारी तथा मैले सुरक्षा भलिबलको समारोहका सभापतिज्यू, प्रमुख अतिथि हाम्रा माछापुछ्रे गाउँपालिका अध्यक्ष महोदय, उपाध्यक्ष महोदय, सम्पूर्ण वडाबाट आउनुभएका हाम्रा वडा अध्यक्षज्यूहरू, विभिन्न सङ्घ संस्थाबाट पाउनुभएका हाम्रा अतिथिवर्गहरू लगायत सम्पूर्ण उपस्थित बा आमा दाजुभाइ दिदीबहिनीहरूमा मेरो तर्फबाट र नेकपा एमालेको तर्फबाट लाल अभिवादन। र आजको यो कार्यक्रम यस गुराँसे भूमि युवा क्लबको प्राङ्गणमा यसरी पहिलो पटक यो मुनाल भलिबल क्लबमा आबद्ध भएर पहिलोचोटि औपचारिक रूपमा हाम्रो वन क्षेत्र, हाम्रो भूभाग हाम्रो वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका चराचुरुङ्गी, वन्यजन्तु, यहाँको जङ्गल, खोला नाला जङ्गल भन्छ, यसरी नै पहिलोचोटि औपचारिक रूपमा यो कार्यक्रम बनाउन सञ्चालन हुँदाखेरि म गौरव ठान्दछु। यो ठाउँको पर्यटकीय अनि विकासको लागि हामी सबैले संरक्षण गर्नुपर्छ, दल गर्नुपर्छ। है तिमी चप्पल जुत्ता लगाएर झ्याउ भन् त। ल हाम्रो यहाँ आमा समूहहरू फोटो खिच्दैछ। आऊ त तिमी यहाँ आऊ। अझ नानी खोलो कापी आऊ। फेरि माइक के भयो? कति राम्रो आएको है। आहा कति राम्रो आएको। एकता भएर हिँड्यौँ भने हाम्रो यो भूभाग सबैले संरक्षण पाउँछौँ। अनि हामी मात्रै होइन, आज यो माछापुछ्रे एरिया भनेको हाम्रो कोहिलीले मात्रै होइन, नेपालले मात्रै होइन, विश्वले चिन्ने ठाउँ भएको छ। अझै यसलाई प्रगति गर्दै गयौँ भने अझै जति पनि सङ्घ संस्थाहरू, जति पनि एनजिओ, आइएनजिओ, नेपाल सरकार सबै लाएर हामीले यो विकासको प्रबन्धन गर्दै गयौँ भने, संरक्षण गर्दै गयौँ भने यहाँ आउने पर्यटकको सङ्ख्या बढ्नेछ, यो ठाउँको भविष्य राम्रो हुनेछ र हाम्रो पुस्तकले पनि यो वन्यजन्तुहरू, चराचुरुङ्गीहरू, हाम्रो हिमाल,
हाम्रो खोला हाम्रो भूमि सबैले पहिचान हुने गरेर जस्तो छ अहिले भोलि योभन्दा राम्रो हो होइन भने यथावत रहेर संरक्षण गरौँ भन्दै मेरो यो कार्यक्रमको उत्तरोत्तर प्रकारतिर सफलताको कामना गर्दै मेरो दुई शब्द अन्त गर्छु। धन्यवाद। धन्यवाद आदमी बुवा प्रभात गुरुज्यूलाई। क्रममा आफ्नो शुभकामना मन्तव्य राखिदिनु न नेपाली कांग्रेस गोडा कार्य समितिका कार्यवाहक सभापति तथा ग्रेट मास्टर सचिव आदरणीय दाजु लक्ष्मी गुरुङ दाजुलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु। धन्यवाद। कार्यक्रम सभाको अध्यक्ष प्रमुख अध्यक्ष सम्पूर्ण यो मातृभक्ति विभागको काखबाट र डाफे मुन्नार नाचको वनजङ्गलको काखबाट प्रत्येक यो पक्षबाट यहाँहरू सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु। र यो WPA र गुराँसे भूमि युवा क्लब मातृभक्ति गाउँपालिका वडा नम्बर 1 र ग्रेट मातृभक्ति ट्रेल को संयुक्त आयोजनामा निकट भविष्यमा हुन गइरहेको यो मुन्नार क्लबमा आजको यो तयारी स्वरूप पाल्नुभएको सम्पूर्ण खेलप्रेमी सम्पूर्ण जनप्रतिनिधिहरू सम्पूर्ण अतिथिगणहरू सबैलाई सम्पूर्ण मातृभूमि गाउँवासीहरू र संरक्षण कर्मी सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। साथसाथमा चाहिँ 2062-63 सालका एउटा शीतकालमा क्लब भवनमा बसेर खोलिएको ग्रेट माछापुच्छ्रे ट्रेकको नक्सा आज 10 वर्षपछि 12 वर्षपछि एउटा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चिनिन सफल भएको छ। त्यो ग्रेट माछापुच्छ्रे ट्रेक समिति र त्यो ग्रेट माछापुच्छ्रे पदमार्ग यो सर संरक्षण मुनाल संरक्षण लगायत सम्पूर्ण संरक्षणको चिजहरूमा चाहिँ सकारात्मक रहँदै WPA लगायत एकासँग सहकार्य गर्न सदैव तयार छ, सकारात्मक छ भन्ने सन्देश दिन चाहन्छु। साथसाथमा चाहिँ एउटा कुरा चाहिँ म भन्न चाहन्छु, एक्यापको जुन नीति छ संरक्षण र विकास गर्दै गर्ने बेलामा चाहिँ मैले अस्ति यसो एक्यापको चाहिँ इलाकाको अलिकति बजेटहरू पनि हेरेको थिएँ। त्यसमा के देखिन्छ त भन्दाखेरि चाहिँ हामीले चाहिँ यसरी पुलहरू निर्माण गर्ने अथवा भौतिक कुराहरू मात्रै निर्माण गर्नेलाई मात्रै विकास देखिरहेको छ, त्यो होइन। संरक्षणको शिक्षाहरू लगायत जनजीविकासँग सरकार राख्ने चिजहरू पनि यसले हेर्नुपर्छ। शासनमा लाग्छ हामीले यहाँ भनिरहेको छौँ स्थानीयले मात्रै संरक्षण गर्नुपर्छ, स्थानीयले होइन। अब कानुन यसरी बनाउनु पर्छ कि यहाँको स्थानीयले नै, स्थानीय त श्रमजीवी वर्गहरू हो, आज के खाने भोलि के खाने भन्ने वर्गहरू। हामीले त त्यो किन्ने मान्छेहरूलाई चाहिँ अलिकति कडाइ गर्नुपर्छ जस्तो लाग्छ कि संरक्षणको नीति नियममा चाहिँ किन्ने मान्छेले सौको रूपमा किनिरहेको छ मृग अनि हामी गाली गरिरहेको छौँ स्थानीयलाई किन मारिन्छ, ऊ त पेट पापी हुन्छ रहर लोभी हुन्छ भने जस्तो। अब त्यो नीतिलाई चाहिँ एकापले पनि अलि सोच्नुपर्छ जस्तो लाग्छ। र अरू कुरामा चाहिँ अब यो संरक्षणको कुराहरूमा यो कुराहरूमा चाहिँ ग्रेट माछापुच्छ्रे पदमार्ग समिति सदैव डाफे मुनाल लगायतको सम्पूर्ण वन्यजन्तुहरू वनस्पतिहरूको यो संरक्षण गर्न सदैव तयार छ भन्दै यो कार्यक्रमको सफलताको लागि सम्पूर्णले सहयोग गरिदिनु हुनको लागि विनम्र अनुरोध गर्दै म बिदा हुन्छु। हस्, धन्यवाद। धन्यवाद छ आदरणीय दाजु लक्ष्मी गुरुङ दाजुलाई। अबको क्रममा आफ्नो शुभकामना मन्तव्य राखिदिनु न मातृभूमि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकारी आदरणीय केशव सुवेदीज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। कार्यक्रम मुनाल भनिरहेको पूर्व तयारी मैले बुढाथोकी कार्यक्रमका सभाध्यक्ष एवं वडा नम्बर 1 का वडा अध्यक्ष, आजको यो कार्यक्रमका प्रमुख अतिथि मातृभूमि गाउँपालिकाका पूर्व सचिव
माछापुच्छ्रे गाउँपालिका अन्तर्गत विभिन्न वडाका वडाध्यक्षहरू गाउँसभा विभिन्न सङ्घ संस्थाका अन्नपूर्ण समृद्ध इलाका कार्यका समूह युवा क्लब लगायत राष्ट्रिय पत्रकार हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु। सर्वप्रथम म आजको यो खेल प्रतियोगिता आयोजनालाई संयोजन गरिदिनु म ओल्ड पिएचएल एसोसिएसन त्यसै गरी वडा नम्बर 1 कार्यालय लगायत सम्पूर्ण यसका सहयोगी साझेदारहरूप्रति हार्दिक धन्यवाद गर्न चाहन्छु। माछापुच्छ्रे गाउँपालिका अन्तर्गतको यो बागमती संरक्षण जैविक विविधता संरक्षणका हिसाबले यो आजको कार्यक्रम एउटा महत्त्वपूर्ण कार्यक्रमको रूपमा रहनेछ, त्यसरी नै रहनेछ। हामी यसबाट नै जैविक विविधतालाई वातावरण संरक्षणलाई अगाडि बढाउने क्रममा हामी माछापुच्छ्रे गाउँपालिका पनि निरन्तर प्रयास गर्दै यसमा यहाँहरूको सहयोग साझेदारी पनि निरन्तर रहँदै आएको छ। त्यसको लागि पनि म यहाँप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। र मूलत माछापुच्छ्रे गाउँपालिकाले पनि यो खेल क्षेत्रको अभियानमा विभिन्न कार्यक्रमहरू हामीले सञ्चालन गरेको यस कार्यक्रममा यस्ता कार्यक्रमहरूमा यहाँहरूले सबको सहजीकरण र सहयोग गर्नुभएको छ। त्यसले हाम्रो माछापुच्छ्रे गाउँपालिकाको खेल क्षेत्रलाई अत्यन्त प्रभावकारी रूपले र यसको प्रगतिको लागि सहयोग गर्ने गरेको छ। त्यसको लागि पनि विशेष आलोचना गर्न चाहन्छु र समय पनि थोरै हामी मूलत यी कार्यक्रमहरू यी भाषाका विषयहरू भन्दा पनि आजको खेल हेर्न नै सबै आश्चर्य छौँ भन्ने लाग्छ। हामीले सञ्चालन गरिरहेको छौँ। तसर्थ आजको यो कार्यक्रम सम्पूर्ण खेलाडी साथीहरूलाई विजयको शुभकामना दिँदै धन्यवाद आदरणीय केशव सुवेदीज्यूलाई। र अबको क्रममा तपाईँहरूमा शुभकामना मन्तव्य राखिदिनु हुनको लागि गाउँ माछापुच्छ्रे गाउँपालिका गाउँ कार्यपालिकाको तर्फबाट माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 2 का वडाध्यक्ष एवं कार्यपालिका आदरणीय मामा आचार्य अब नाच्ने भनेको त फेरि कता गयो होला। मैले त अहिले लाइभ त फेसबुकमा गरेको छु। यो चाहिँ भरे ब्लगमा हाल्ने भनेर हो। के अरे सिआरटी अनि हामी एसएसआई यहाँनिर युट्युबमा सर्च गरेर आउँछ। सम्पूर्णलाई यहाँबाट समेटेँ र विशेष गरी यो मुनाल संरक्षणको हेतुले जुन आयोजना गरिएको कार्यक्रममा जुन अवस्था दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु आयोजक संस्थाप्रति। र हामीले यहाँ मुनाल संरक्षण गर्न त खोजिरहेका छौँ, सँगसँगै हाम्रो डायग्राममा देखिएको माछापुच्छ्रे हिमालमा हिउँ चाहिँ करिब करिब सकिने अवस्थामा पुगिसकेको छ। म चाहिँ भुइँखोलामा बसेर पढ्दाखेरि चाहिँ हिमालमा त्यो एउटा पाकको आकृति पनि देख्थेँ मैले र त्यो छेपारेको आकृति पनि देखिन्थ्यो र ल चाहिँ हेरे भनेर धेरैलाई देखिन्छ भनेर आँखाबाट आँसु आउने गरेर पनि हामीले हेर्थ्यौँ। र यो काँफे मुनालहरू भनेको चाहिँ करिब करिब यो 2500 माथिको उचाइमा र अलिकति चिसो भागमा बढी बस्न मन पराउने चराचुरुङ्गीहरूमा पर्ने पनि भएको हुनाले चाहिँ हाम्रो त क्षेत्र नै अब चिसो हुनै छोड्यो भने फेरि यो मुनालहरू नै यहाँबाट फेरि स्थापित पनि हुने होला। र बरु यो डाँफे मुनालहरू त हामीले बरु म्युजियमतिर पनि देख्न पाउँछौँ, त्यो हिमाललाई फेरि हामीले देख्न पाउँदैनौँ। त्यो कारणले गर्दाखेरि संरक्षणको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरू हुनुहुन्छ। हामी त एउटा संरक्षण क्षेत्रभित्र पनि छौँ र माछापुच्छ्रे गाउँपालिका फेरि हाम्रो उता मर्दीदेखि यता हाम्रो तारा हिलतर्फमा धेरै पर्यटकीय गन्तव्यहरू छन्। पोखराका होटल व्यवसायहरू लगायत धेरैले चाहिँ यही क्षेत्रका मदन दृश्यहरूलाई बेचेर होस् अथवा देखाएर होस् आफ्नो आम्दानीको आस्रोत बनाइराख्नु भएको छ भने हामी त माछापुच्छ्रे गाउँपालिका भाषी भएर पनि हामीले त्यो क्षेत्रको उपयोग गर्न पाएका छैनौँ। एउटा सानो केही टहरा बनाऊ होटल बनाऊ भन्ने भने पनि अब तपाईँले देखिहाल्नुभयो त जेएनजीले चाहिँ अब देशको चाहिँ यत्रो चाहिँ उद्योगले बनाइसक्यो। अब हामीले चाहिँ यत्रो आफ्नै क्षेत्रका चाहिँ एकदम खर्कहरू विपरहरूमा पनि एउटा होटल व्यवसाय गरौँ, आम्दानीको आय स्तर पनि
भयो माइक पनि बिग्रेको ल दाइ यता हेर्नु दाइ भरे तपाईँ पनि आउनुहुन्छ हेलो भन हेलो हेलो हाई गर्नु ल ल भाइहरू यता हेरिदिनु कार्यक्रम सञ्चालकज्यू र यस कार्यक्रमका सभापति महोदय र कार्यक्रमका प्रमुख अतिथि माछापट्टी गाउँपालिकाका आदरणीय अध्यक्षज्यू र मञ्चको उपस्थित विशिष्ट अतिथिगण लगायत उपस्थित सबैजना साथीहरू यो माछापट्टी गाउँपालिका वडा नम्बर 1 कार्यक्रममा मलाई पार्टीको तर्फबाट मेरो पार्टी नेपाली राख्ने अवसर प्रदान गरेकोमा र आजको यस कार्यक्रम विशेष गरी माछापट्टी गाउँपालिकाको 1 नम्बर वडा भित्र रहने जुन भूगोल छ त्यो भूगोलमा पाइने विभिन्न प्रजातिका चराहरू संरक्षणका लागि भएको जुन पहिलो कार्यक्रम छ त्यो कार्यक्रम यस्तो प्रारम्भिक बिन्दुबाट जुन बिन्दुबाट यो संस्थाले सहयोगी संस्थाले आयोजक संस्थाले र हामी जस्तो राजनीति गर्ने अथवा शिक्षाकर्मी साथीहरूले खेलकर्मी साथीहरूले देखेको अबको 10 वर्ष पछाडि यो क्षेत्रमा तपाईँले घोषणा गर्नुहुन्छ त्यसमा अहिलेको संख्यामा भएका गणनात्मक रूपमा तपाईँले प्राप्त गरेको जुन गणना छ त्यो गणना शुभकामना व्यक्त गर्न चाहन्छु किनकि तपाईँले आजको दिनमा हाम्रो जुन राष्ट्रिय पञ्चायत ढाँचे त्यो राष्ट्रिय पञ्चायत ढाँचेलाई बचाउनका लागि संरक्षण गर्नका लागि तपाईँले खेलकुदको माध्यमबाट हाम्रो राष्ट्रिय खेल भलिबल खेललाई सहारा दिनुभएको छ यो जुन राष्ट्रिय खेल र राष्ट्रिय पञ्चायतको जुन मिलन छ संयोजन छ यसबाट तपाईँको उद्देश्य प्राप्ति हो तपाईँको ध्येय प्राप्तिको पनि शुभकामना व्यक्त गर्न चाहन्छु र कुनै एकपटक यो मञ्चमा आएर आफ्नो भनाइहरू राख्न प्रदान गर्छुमा उहाँको साथीलाई धेरै दिन धन्यवाद गर्दै आफ्नो भनाइहरू मञ्च गर्न चाहन्छु हस्त धन्यवाद नमस्कार जय नेपाल संरक्षणको लागि सबैले भ्याक्सिनेटेड कन्जर्भेसन भनेर जुन नारा छ त्यो नारालाई सार्थक गर्नुपर्ने हुन्छ यो क्षेत्रको यो विभिन्न जाति हुन्छ त्यसको जातिहरू मनहरू संरक्षणको शास्त्रीय प्राप्तिको लागि साधनको रूपमा खेलकुदलाई अघि सार्दै मुनल भलिबल कप पूर्व तयारी एवं मैत्रीपूर्ण भलिबल प्रतियोगिताको कार्यक्रमका अध्यक्ष र नवरेका अध्यक्षज्यू प्रमुख अतिथिज्यू विशिष्ट अतिथिज्यू र यो मञ्चबाट सञ्चालकले उद्घोष गर्नु गरेका सम्पूर्ण आमन्त्रित अतिथिज्यूहरू सहभागी सम्पूर्णमा मेरो तर्फबाट यहाँलाई नाम अभिवादन गर्न चाहन्छु र यो अत्यन्त महत्त्वपूर्ण कुरा छ यो संरक्षण सम्बन्धी कुरा छ जैविक विविधता सम्बन्धी कुरा छ त्योभन्दा पनि महत्त्वपूर्ण हामी जीविकोपार्जनमा जोडिएको पर्यटनको कुरा छ यो सबै कुरालाई आत्मसात गर्दै यो सबै कुरालाई अगाडि बढाउनुको निमित्त संरक्षणको ठुलो हात छ संरक्षणको ठुलो महत्त्व छ भनेर पूर्वको साथीले भन्नुभएको छ र यो संरक्षण सँगसँगै हाम्रो जीविकोपार्जनलाई पनि सहज बनाउनुपर्छ त्यसको साधनको रूपमा पर्यटन लिनुपर्छ भनेर यो उद्देश्य प्राप्तिको लागि जुन
कार्यक्रमहरू यो कार्यक्रमको आयोजक बाहेक नेपाल जैविक विविधता संरक्षण समाज नेपाल अन्नपूर्ण कन्जर्भेसन एरिया प्रोजेक्ट माछापुच्छ्रे गाउँपालिका र जिएमपी मिलेर जुन आयोजना गरिरहेको छ त्यसको लागि म यहाँहरूलाई धन्यवाद दिन चाहन्छु। यहाँको यो साधनबाट साध्य प्राप्त गर्ने जुन कार्यक्रम छ त्यो सफलीभूत होस्, सफल होस् भन्ने म शुभकामना देख्न चाहन्छु। र सँगसँगै अब भर्खरै वर्षा समय सिद्धिको छ, मनसुनले भोलि वर्ष सिद्धिको छ। अब बिस्तारै शरद ऋतु भएको छ र यहाँ हामीले यो ठाउँमा पाइने कालीहरूको बिचमा वन कुखुरा पनि राखिएको छ। हामीले लोकल भाषामा वन कुखुरा राखेको छ। अब बिस्तारै वन कुखुराले कोठारो बसेर तल हुर्काउने समय भएको छ र यो टाढा जानु पर्दैन। अन्य कालीन प्रजातिहरू चाहिँ 3000 मिटर अथवा 2500 मिटरदेखि माथि पाइन्छन् भनेदेखि यो 2000 मिटरदेखि तल हाम्रै यो जङ्गलको छेउमा पाइने वन कुखुरा पनि यो कालीन प्रजाति अन्तर्गत पर्दछ, सिजन अन्तर्गत पर्दछ। र यहाँ आज उपस्थित हुनुभएका जनप्रतिनिधि, संरक्षणविदहरू, विभिन्न सङ्घ संस्थाबाट आउनुभएका प्रतिनिधिहरू र यो गाउँपालिकामा क्रियाशील राजनीतिक दलका नेताजीहरू र सहभागी सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, शिक्षक साथीहरूलाई मेरो के अनुरोध छ भन्दाखेरि आज हामीले सफल खाउँ। यो वन कुखुरा म खाँदिनँ। अब चाहिँ जति हामीले खायौँ, अब म आजको उपरान्त हामी खाँदैनौँ, खान दिन्नौँ र मार्न दिँदैनौँ। यदि हामीले नखाने बाटो गर्छौँ भनेदेखि त्यो डुलाइनेले होस् अथवा पासो होस् अथवा बन्दुकले होस् मारेर बेच्ने जुन हामीमा जुन ओपन सेक्टर छ त्यसलाई भत्काउनको निमित्त हामीले बाटो गरौँ कि आजदेखि म वन कुखुरा खाँदिनँ, वन कुखुरा किन्दिनँ। जसले मार्छ त्यसलाई प्रोत्साहित गर्छौँ, कानुनको दायरामा ल्याउँछौँ र सानसानो भाइ बहिनीहरूलाई हामी कालीन जोगा भनेदेखि यहाँ पर्यटक आउँछन् र पर्यटन मार्फत हामी जीविकोपार्जन गर्न सक्छौँ भन्ने खालको चाहिँ सन्देश दिनको निम्ति हामी आत्मसात गरौँ भन्ने मेरो भनाइ राख्दै यहाँबाट बिदा हुन्छु। धन्यवाद। धन्यवाद आदरणीय युवा गणबाट प्रतिनिधिलाई। र आसन ग्रहणको क्रममा म जोड्न चाहन्छु माछापुच्छ्रे गाउँपालिकाका कार्यपालिका सदस्य सुरेश परियारज्यूलाई कृपया आसन ग्रहण गरिदिन अनुरोध गर्न चाहन्छु। र अबको क्रममा आफ्नो शुभकामना मन्तव्य राखिदिनु हुन आजको यस कार्यक्रमका विशिष्ट अतिथि माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष आदरणीय दिदी सीता अधिकारीज्यूलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु। धन्यवाद कार्यक्रम सञ्चालक भाइलाई। आजको यस मुनाल भलिबल कप पूर्व तयारी तथा मैत्रीपूर्ण खेलका अध्यक्ष माछापुच्छ्रे गाउँपालिका नम्बर 1 का अध्यक्षज्यू, आजका प्रमुख अतिथि हामी सबैका अभिभावक आदरणीय दाजु माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष आदरणीय दाजु बहादुर गुरुङज्यू, पूर्व अध्यक्ष पालिकाका पूर्व अध्यक्ष आदरणीय दाजु कर्णबहादुर गुरुङज्यू, वडा अध्यक्षज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू, प्रमुख प्रशासकीय अतिथि लगायत यहाँ हाम्रो माछापुच्छ्रे गाउँपालिकाभित्र रहेका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिज्यूहरू, आमा समूह, युवा क्लब, राष्ट्र सेवक कर्मचारी, सुरक्षा लगायत पत्रकार सम्पूर्णमा माछापुच्छ्रे गाउँपालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक सम्मानसहित नमस्कार स्वीकार्नुहोला। आज हामी यो अति नै महत्त्वपूर्ण क्षणमा छौँ। देशमा विषम परिस्थितिको बावजुद पनि हामी एकता छौँ, हामी सबै मिलेर एक छौँ भन्ने सन्देशका साथ यो कार्यक्रम आयोजना गर्नुभएकोमा पालिकाको तर्फबाट र मेरो तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
संरक्षण, पर्यटन प्रवर्धन, पूर्वाधार लगायत सम्पूर्ण क्षेत्रमा पालिकाले काम गर्दै आइरहेको र खेललाई कसरी सँगसँगै पर्यटनसित जोड्न सकिन्छ, संरक्षण, खेलकुद, पर्यटन भन्ने एउटै एकतामा राखेर यो कार्यक्रम आज भइरहेको छ। यो कार्यक्रमले अन्तर्राष्ट्रिय सन्देश दिन पनि एकदम आतुर छ। हामी पर्यटकीय क्षेत्र माछापुच्छ्रे गाउँपालिकाको 1 नम्बरदेखि 9 नम्बरसम्म विभिन्न पर्यटन प्रमार्गहरू छन्। त्यसमा संरक्षण क्षेत्रकै निगरानीमा छ, संरक्षण छ। त्यहाँ विभिन्न चराचुरुङ्गे, वन्यजन्तुहरू र हिम श्रृङ्खला लगायत अति महत्त्वपूर्ण पर्यटकीय क्षेत्रहरू छन्। यिनलाई संरक्षण गर्न अघि नै पुरोक्ताले धेरै भनिसक्नु भएको छ। हामी जहाँ छौँ हामी त्यहीँ रहेर हामीले आफ्नो क्षेत्रबाट संरक्षण साथसाथै सरसफाइलाई नै ध्यान दियौँ भने पर्यटकीय गाउँपालिकामा घोषणा हुन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। र यस गेमको, यो खेलकुदको कारणले हामी सबै एकै ठाउँमा छौँ। हामी सबै मिलेर पालिकाको विकास गर्नुपर्छ। अघि धेरै कुरा आइसकेको छ। पालिकामा हामीले काम गर्दै गर्दा तपाईँहरूलाई केही त्यस्तो असन्तुष्टि छ भने तपाईँहरूले हामीलाई सुझाव दिनु होला। हामी शासक होइन, सेवक गरेर काम गर्न आएका छौँ। हजुरहरूले त्यसलाई पनि हामीले जुनसुकै बेला यो काम यो भइरहेको छ, यो काम यसरी जानु होला भन्ने तपाईँ हामी अघि बढ्नेछौँ भन्दै आउँदै गरेको शुभ दीपावली, छठ पर्व लगायत नेपाल समर सम्पूर्ण चाडबाडको अवसरमा यहाँहरू सम्पूर्णलाई हार्दिक शुभकामना दिँदै यो कार्यक्रमको भव्य र सफलताको साथ सफलता होस् भन्ने शुभकामना दिँदै म बिदा हुन चाहन्छु। नमस्कार, जय नेपाल। मायाको किनभने वितरण गर्ने कार्यक्रम रहेको त्यस पछाडि र उक्त कार्यक्रमहरू समापन भइसके पश्चात हामी खाना खाएर मात्र भलिबल खेलको सुरुवात भलिबल कप लेट्स युनाइट फर कन्जर्भेसन संरक्षणको लागि एक हौँ। वहीँ नजाउँ न, उता यताबाट खिच, उता सबैजनालाई खिच न। सबैजना काम भयो यसरी बसिरहेको छ। आज चाहिँ मुनाल कप हुँदैछ र यो बायोकोस नेपालको आयोजना माछापुच्छ्रे गाउँपालिकाको व्यवस्थापनमा चाहिँ सहयोग व्यवस्थापनमा चाहिँ आजको यो मुनाल क्लब हुन गइरहेको छ। लेट्स युनाइट फर कन्जर्भेसन भनेर यहाँ चाहिँ एउटा प्लेस टाँसिएको छ है संरक्षणको लागि। हामीले आफ्नो भाषण भन्नलाई पनि हाम्रो उद्देश्य के हो, उद्देश्यतिर लाग्नुपर्छ। त्यही भएर चाहिँ हामी पूर्ववर्त साथीहरूले भनिसकेका छ। अब हामी यो चराचुरुङ्गी जनावरलाई संरक्षण गरेर कसरी यो पर्यटनलाई चाहिँ त्यो माछापुच्छ्रे गाउँपालिकामा भित्राउन सकिन्छ भन्ने उद्देश्यका तहत आज हामीले यो महत्त्वपूर्ण मुनाल भलिबल कप राखेका छौँ। त्यसमा चाहिँ हामीले चाहिँ अब भोलि बाहिर तथा आन्तरिक पर्यटकलाई धेरैभन्दा धेरै भित्राउन सक्यो भने यहाँको चाहिँ हामी धेरै बेरोजगारी भइरहेको युवाहरूलाई पनि रोजगारीमा जोड्न सकिन्छ भन्ने उद्देश्यका साथ हामीले यो कार्यक्रम सञ्चालन गरिरहेका छौँ। र यसमा चाहिँ यो सप्ताहमा हामी सबै विभिन्न सङ्घ संस्था, यहाँको स्थानीय र जनप्रतिनिधि सबै मिलेर यो संरक्षण गरेर हामीले चाहिँ यो बेरोजगारीलाई चाहिँ के न्यूनीकरण गराउँदै लैजाउँ भन्दै र आजको यो कार्यक्रमको भव्य र सफलताका साथ सफल होस् भन्ने शुभकामना दिने, भिडियो भयो भने विजयादशमी शुभकामना, छठ पर्वको हार्दिक मनाउनमा शुभकामना दिने बिताउँछ। नमस्कार। सिएमसीका टिम कप्तान लगायत खेलाडी साथीहरू र टिम कोच, टिम प्रशिक्षक बुद्धि मिजार रोमप्रसाद ज्यूलाई पनि म मञ्चमा आमन्त्रण गर्न चाहन्छु। खेलाडी मित्रहरू पनि, खेलाडी दाजुहरू, मित्र भन्दा नि दाजु भन्नु पऱ्यो, खेलाडी दाजुहरू सबैलाई मञ्चमा आमन्त्रण गराउन चाहन्छु जर्सी ग्रहणको लागि।
हाम्रो कर्मचारी साथीहरूको पनि सबै खेलाडी साथीहरू कृपया मञ्चमा आइदिनु होला जर्सी ग्रहण गराउनको लागि। त्यसै गरी शिक्षक जर्सी आयो जर्सी ल भयो भयो शिक्षकको टिमका साथीहरू कृपया मञ्चमा आमन्त्रण गर्न चाहन्छु। अमृत लामी समिति टिम कप्तान रामप्रसाद गौतम, मातृकाचार्य भक्तबहादुर मोहन तामाङ, मिलन धौलाकोटी, ध्रुव पौडेल, शङ्कर गुरुङ, अभिनव पोखरेल, व्यवस्थापक वीरेन्द्र चन्द्र ढकाल र टिम कोचमा सुबोध टिम सिन्हा। त भयो भयो सबै लिएर जानु अब लिएर जानु। अबको क्रममा कर्मचारी समूहका टिम कप्तान आदरणीय प्रमुख प्रशासकीय अधिकृत सर केशव सुवेदी सरलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु। त्यसै गरी टिम कोच भोजराज बगाले र व्यवस्थापक विष्णु प्रसाद अधिकारीज्यूलाई पनि मञ्चमा आमन्त्रण गर्न चाहन्छु। लगायत खेलाडी साथीहरू सबै उचालेर लाने जनप्रतिनिधि तर्फको हाम्रा सम्पूर्ण आदरणीय अभिभावक जनप्रतिनिधिज्यूको टिम कप्तान लगायत टिम कप्तान, टिम कोच, टिम व्यवस्थापक लगायतका खेलाडी दाजुहरूलाई त्यसमा आमन्त्रण गर्न चाहन्छु। जनप्रतिनिधिको लागि होला नि त्यो त मधुसूदन सर हो कि कसो। र यो जर्सी वितरण कार्यक्रम लगतै समापनको मन्तव्य हुनेछ र 16 गते फोटो सेसन कार्यक्रम रहेको छ। फोटो सेसन कार्यक्रम पश्चात हामी खाना लन्च पनि गर्नेछौँ र फोटो सेसन कार्यक्रमको लागि हामी खेल्ने खेलाडीहरू सम्पूर्णले जर्सी लगाएर मात्र फोटो सेसन गर्ने कार्यक्रम रहेको छ। सोही व्यवस्था मिलाउनु अनुरोध छ। भेटरान्स ए टिमका टिम कप्तान, टिम व्यवस्थापक, टिम कोच लगायतका खेलाडी दाजुहरूलाई अहिले यो कसलाई रे यो कसलाई हो चुखपलाई छ कि ए भेटरान्स ल तै भेटरान्सको लागि है भेटरान्सको लागि त यस्तो डरलाग्दो चिप्पा दिनुभएको छ। ल तै अब के को लागि मिलान यो भेटरान्स पछि अबको क्रममा भेटरान्स बी टिमका टिम कप्तान, टिम व्यवस्थापक र टिम प्रशिक्षकज्यू लगायत खेलाडी दाजुहरूलाई ए दाइहरू हो ओहो ल भेटरान्स बी है कर्केश काका भनिन्छ त्यसको आवाज त्यस्तो आउँछ कर्केश काका भेटरान्स अबको क्रममा अफिसियल यो खेलको निर्णायक भूमिका गर्नुहुने अफिसियल टिमलाई पनि जर्सीको व्यवस्था, अफिसियल पोसाकको व्यवस्था गरिएको थियो। कृपया सम्पूर्ण अफिसियल वर्गहरू नेपाली स्टेजमा आमन्त्रणको लागि अनुरोध गर्न चाहन्छु। रेफ्रीहरू को रामदाई बुद्ध
अनि त्यो अर्को भाइ पनि थियो त रामबहादुर पुन अनि अर्को एउटा भाइ थियो त कता गयो उत्तर सिंह पारस गुरुङज्यू यता हेर्ने यता कता हेर्दै पारस भाइ अनि भाइको नाम के हो यो बाबुको नाम के हो पारस गुरुङ र गणेश दाजु दक्ष वितरणको कार्यक्रम पनि सकिएको छ र अबको क्रममा यस समापन मन्तव्य पश्चात सम्पूर्ण टिमका खेलाडी साथी अध्यक्ष दाजु इन्द्र गुरुङज्यूलाई हार्दिक अनुरोध गर्दै म यस मञ्चबाट बिताउन चाहन्छु। हस्त धन्यवाद। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। काशी जिल्ला माछुपुछ्रे गाउँपालिका वडा नम्बर 1 पिपर पोर्चा घुमै चिचिन्डे र हिली क्षेत्रलाई समेटेर संरक्षण र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पिपर फिजन कन्जर्भेसन ल्यान्डस्केपको घोषणा भइसकेको यस अवस्थामा उक्त ल्यान्डस्केपमा पाइने डाँफे मुना लगायत अन्य कालेज प्रजाति चराचुरुङ्गी र वन्यजन्तुको संरक्षण समेत गर्दै खेल मार्फत पर्यटन प्रवर्धन गर्ने अवधारणाअनुरूप माछुपुछ्रे गाउँपालिका बाहेक नेपाल विश्वकालिज संगठन र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ग्रेट माछुपुछ्रे ट्रायल आदिको आयोजना तथा सहकार्यमा स्थापना गर्न लागेको मुनाल कपको पूर्व तयारी स्वरूप आयोजित 1 दिवसीय मैत्रीपूर्ण भलिबल प्रतियोगिताको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न सङ्घ संस्थाबाट पाल्नु भएको अध्यक्ष तथा प्रतिनिधिज्यूहरू, राष्ट्र सेवक कर्मचारी साथीहरू, विद्यालयका प्राध्यापकज्यूहरू, वन व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, माछापुछ्रे होमस्टे खेलाडी साथीहरू, पत्रकार साथीहरू र सुरक्षाकर्मीज्यूहरू एवं मञ्चमा आसीन अतिथिज्यूहरू, यहाँ उपस्थित पर्यटन प्रेमी संरक्षण तथा खेल प्रेमी मानवहरू र विभिन्न तह तबकाका व्यक्तित्वहरू, हामी सबैलाई थाहा छ काशी जिल्लाको माछुपुछ्रे गाउँपालिका 1 अन्तर्गत पिपर पोर्चा घुमै चिचिन्डे र हिली क्षेत्रलाई समेटेर हालै पिपर फिजन कन्जर्भेसन ल्यान्डस्केप घोषणा भइसकेको छ। यो केवल एउटा नाम होइन, यो हाम्रो क्षेत्रको गौरव हो, जहाँ सुन्दर डाँफे मुनाल लगायत अन्य कालिज प्रजाति चराचुरुङ्गी र विविध वन्यजन्तु बसोबास गर्छन्। तिनको संरक्षण गर्दै यहाँका प्राकृतिक सौन्दर्य र जैविक विविधता भएको सम्पदालाई पर्यटनसँग जोड्ने हाम्रो साझा सपना हो। हामी एक साझा उद्देश्यका लागि माछुपुछ्रे गाउँपालिका वडा नम्बर 1 मा भेला भएको छौँ। त्यो उद्देश्य हो हाम्रो क्षेत्रको जैविक विविधता, वातावरण सौन्दर्य र पर्यटन प्रवर्धनसँगै यस क्षेत्रमा पाइने कालिज प्रजाति र अन्य प्रजातिका चराचुरुङ्गीहरू, लौहको ढाँसे चितुवा लगायतका वन्यजन्तुहरू आदिलाई संरक्षण गर्न पर्दछ भन्ने सन्देश दिँदै खेलकुदको माध्यमबाट आपसी एकता र सहकारलाई बलियो बनाउने मुनाल कप आयोजना गर्नको मुख्य उद्देश्य पिपर फिजन कन्जर्भेसन ल्यान्डस्केप अन्तर्गत प्राकृतिक र सांस्कृतिक सम्पदाको प्रचार प्रसार गर्दै माछुपुछ्रे गाउँपालिकालाई बर्ड वाचिङको लागि नयाँ पर्यटकीय गन्तव्यको रूपमा चिनाउने, खेल मार्फत पर्यावरणीय सन्तुलन, जैविक विविधता र संरक्षणको महत्त्वप्रति जनचेतना जोगाउने, यो प्रतिकाले स्थानीय व्यापार, होटल, पर्यटन, यातायात र उत्पादनको उपभोग बढाउँदै गाउँको अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने आदि हुन्। त्यही सन्दर्भमा माछुपुछ्रे गाउँपालिका बाहेक डाइभर्सिटी कन्जर्भेसन सोसाइटी नेपाल, कोल्ड फिजन एसोसिएसन र अन्नपूर्ण कन्जर्भेसन एरिया प्रोजेक्ट लगायत संस्थाहरूको अमूल्य सहयोग र सहकार्यमा आजको यो कार्यक्रम सम्भव भएको हो र यो कार्यक्रम आगामी वर्षहरूमा पनि निरन्तर रूपमा सञ्चालन गरिने जानकारी चाहन्छु। विशेष गरी कार्यक्रमलाई मूर्त रूपमा दिनका लागि आर्थिक सहयोग प्रदान गर्नु भएको बायोकोस नेपाल, WPA र एकापलाई म ग्रेट माछुपुछ्रे ट्रायल 1 नम्बर वडा कार्यालय र माछुपुछ्रे गाउँपालिकाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। त्यसै गरी
बौद्धिक प्राविधिक र भौतिक सहयोग उपलब्ध गराउने सम्पूर्ण संस्थाहरू, स्थानीय क्लबहरू, युवाहरू र स्वयंसेवकहरूप्रति पनि हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु। आज हामी यहाँ केवल भलिबल प्रतियोगिता हेर्न वा रमाइलो गर्न मात्र होइन, हाम्रो गाउँ र समुदायको गौरव बढाउने नयाँ कदमको सुरुवात साहसी बन्नका लागि पनि यो भेला भएका छौँ। हाम्रो प्राकृतिक सौन्दर्य, जैविक विविधता र खेलकुदको माध्यमबाट माछापुच्छ्रे गाउँपालिकालाई अझ पहिचान दिलाउने उद्देश्यले हामीले आज अर्को महत्त्वपूर्ण घोषणा गर्न लागेका छौँ। यो सन्दर्भमा म अत्यन्तै हर्षका साथ मुनाल कप 2026 को औपचारिक घोषणा गर्न चाहन्छु। यो प्रतियोगिता काशी जिल्लाभित्रको अन्तर्वडा स्तरीय पुरुष भलिबल टिम बीच हुनेछ। यसमा सहभागी प्रत्येक टिममा 9 जना खेलाडी रहनेछन्, जसमध्ये 3 जना राष्ट्रिय स्तरका सम्मका खेलाडी समावेश गर्न पाइनेछ र बाँकी 6 जना खेलाडीहरू भने सोही वडाका स्थायी बासिन्दा हुनुपर्नेछ। यस मोडलको उद्देश्य स्थानीय प्रतिभा र राष्ट्रिय अनुभवलाई एउटै मञ्चमा ल्याउने हो। वडा स्तरका खेलाडीहरूलाई राष्ट्रिय स्तरका खेलाडीहरूसँग खेल्ने अवसर प्रदान गरी उनीहरूलाई थप आत्मविश्वासी र सक्षम बनाउने यस मोडलले अहम भूमिका खेल्नेछ भन्ने विश्वास लिएको छु। अब पुरस्कारको कुरा गर्दा मुनाल कप 2026 को विजेताले नगद रु 3 लाख रुपियाँ, द्वितीय टिमले रु 2 लाख रुपियाँ र तृतीय टिमले 1 लाख रुपियाँ प्राप्त गर्नेछन्। त्यसै गरी उत्कृष्ट विधाका खेलाडीहरूका लागि पनि प्रोत्साहन स्वरूप विशेष पुरस्कारहरू राखिनेछन् भने प्रतियोगिताको लागि टिम दर्ता शुल्क बाबत रु 10,000 रुपियाँ मात्र कायम गरेको छ। खेल प्रतियोगितासँगै मौलिक झाँकी प्रदर्शन र विविध सांस्कृतिक कार्यक्रम पनि आयोजन गरिन्छ, जसले हाम्रो संस्कृतिलाई पनि समान रूपमा सम्मान र प्रवर्धन गर्नेछ। कार्यक्रमको मिति भने पछि हामी तय गरिनेछौँ र हामी समयमा सबैलाई जानकारी गराउँछौँ। आजको यो मुनाल कपको पूर्व तयारी स्वरूप महत्त्वपूर्ण भलिबल प्रतियोगिता केवल खेल मात्र होइन, हाम्रो एकता, सहकारी र पर्यटन प्रवर्धनको सन्देश बोकेको कार्यक्रम हो। खेल मार्फत हामीले हाम्रो क्षेत्रको नाम, गौरव र सम्भावना देश विदेशमा पुर्याउन सक्छौँ भन्ने सन्देश समेत यस कार्यक्रम मार्फत पक्कै जाने नै छ। साथसाथै हाम्रो सानो प्रयासले हाम्रो गाउँ, हाम्रो प्रकृति र हाम्रो संस्कृतिको संरक्षणमा ठूलो योगदान पुर्याओस् भन्ने विश्वास लिएको छु। अन्त्यमा यस कार्यक्रममा उपस्थित सबै अतिथिहरू, सहभागी खेलाडीहरू, पत्रकार मित्रहरू, सुरक्षाकर्मी तथा सम्पूर्ण दर्शक महानुभावलाई हृदयदेखि धन्यवाद व्यक्त गर्दछु। साथै आउँदै गरेको शुभ दीपावली तथा छठ पर्वको समेत हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै यस कार्यक्रमको औपचारिक कार्यक्रम समापन भएको घोषणा गर्दछु। जय माछापुच्छ्रे, जय संरक्षण, जय खेलकुद। धन्यवाद। तल कि बिल्ली 3 लाख रुपियाँ यो हुँदैछ। अघि गरेको शिक्षकको टोली हो कि? शिक्षकको टोलीको प्रोसेसन भइसक्यो। हजुर सर, यसमा हेर्नुहोस् है, पहिला रेडी खिचेछु है। राम्रो आछ ल भयो। दादा अब सिङ्गल खिच्नु, हाम्रो दादाले सिङ्गल खिचिदिनु रे। आखिरीमा ड्रेस लाउने आफू नि रहेछ त, अनि अर्कोलाई मात्र बोलाउने। तै पछिबाट हट्दिने भन्ने भनेको ठिकै हो। अब भेट डान्सको लागि है, यो हाम्रो भेट डान्स ए हो कि बी हो? यो भेट डान्स ए हो कि बी हो? बी हो। ल यता हेर्नु है। ल हाम्रो यो भेट डान्स बी को हेर्नुहोस् है, सबैजनाले रेडी भयो। ल चाहिँ एउटा
अब चाहिँ जनप्रतिनिधि गए जनप्रतिनिधिहरू त 10 जना त वडा अध्यक्ष भइहाल्यो जम्मै वडा अध्यक्ष मात्रै हो कसो एउटा भेटरन र यही मात्रै होला अब धेरै बाँकी छैन यार हजुर अब 3टा कि 4वटा त भइसक्यो 4वटा भयो हैन यो 5वटा हो एउटा लेट्स हेर्नु है ल है त सबै रेडी ल 1 2 3 ल अझ एउटा एउटा टिम एकजना एक टिम गरिदिनु खुट्टा समाउने उता गर्नु भन्छ अलिक थोरै उता खुट्टा गरिदिनु अब बाबु ध्यानमा समाउने छोडे खुट्टा गरिदिनु त उतो ल है त रेडी सबैजनाले अगाडि हेर्दिनुहोस् है क्यामेरामा रेडी 1 2 3 ल हात उताल्नु सबले हात उताल्नु त हो कर्मचारी अनि भेट डान्स अर्को भेट डान्स चाहिँ आएको भेट डान्स कर्मचारी टिम ल एउटा मात्र एउटा लास्ट प्रत्येक एउटा लास्ट अनि भयो लास्ट टिम कर्मचारी चिनाउनु पर्यो सबै त छैन होला नि कर्मचारी त यो अर्को टिमको भयो सबै उता गइदिनु वा यता हेरिदिनुहोस् है सबैजनाले रेडी ताता अलिक पछाडि हामी अगाडि पुग्छ रेडी 1 2 3 अर्को टोली आउनु ल भेट डान्स ए हो कि बी हो यो ए हो कि यो बी रे तपाईँले त्यो संरक्षणमा राख्दै रहेछ है सिएमसीमा त्यही हो र भेट डान्सहरू अर्कै गरेको अर्को लास्ट टिम है अब लास्ट टिम एक नम्बरको भेट राम्रो रहेछ हो त नि यहाँको प्योर ऊ त भुजुङडाको एउटा बनाएर रहेछ यो टोली भुजुङडाको थियो भेट डान्स के क्या यो चाहिँ बी होला चाहिँ यहाँको बनाएर रहेछ जम्मै भुँडी लागेछ अनि कसरी जित्छ अब भेट डान्स त भइरहेको ल है रे भइसक्यो पछि चाहिँ गेम हुँदैछ ल हाम्रो क्लब घरको अवस्था छ है साथीहरू नमस्कार म लेखनाथ गौतम अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय इन्डियानको कार्यालय प्रमुख मिनाल भलिबल कप
महत्त्वपूर्ण खेल चाहिँ माछापुच्छ्रे गाउँपालिका वार्ड नम्बर 1 पुसेको चाहिँ गुराँस मैदानमा चाहिँ भइरहेको छ। यसको मुख्य उद्देश्य भनेको यहाँ चाहिँ यो क्षेत्र माछापुच्छ्रे गाउँपालिका फिजेन्ट जो कालिज प्रजातिको धनी क्षेत्र हो। घुमै पिपर लगायतका क्षेत्र धनी क्षेत्र भएको हुनाले यो क्षेत्रमा चाहिँ यो खेल मार्फत जनचेतना जगाउने, संरक्षणमा टेवा पुर्याउने, सँगसँगै पछिल्लो समय चाहिँ टुरिज्म पनि बढाउने, पर्यटन प्रवर्धन गरेर स्थानीयको के अरे जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले चाहिँ यो कार्यक्रम आयोजना गरिएको हो। यसमा चाहिँ माछापुच्छ्रे गाउँपालिका वार्ड नम्बर 1, त्यसपछि अन्नपूर्ण क्षेत्र आयोजना पाएको नेपाल विश्व के अरे गोल्ड फिजेन्ट अर्गनाइजेसन, त्यसपछि चाहिँ गुराँसे भूमि सबैको सहकार्यमा आयोजनामा यो कार्यक्रम भइरहेछ। यसले खेल मार्फत पनि संरक्षण वन्यजन्तु संरक्षणका कुराहरू यहाँ पाइने चाहिँ विभिन्न राम्रा जुन एकदम ठुला प्रजातिका चराहरू त्यसले संरक्षणमा टेवा पुग्नेछ भन्ने चाहिँ हामीले विश्वास लिएका छौँ। यो चाहिँ यसले गर्दाखेरि चाहिँ हाम्रो स्थानीयहरू स्वत नै यसलाई चाहिँ हामीले संरक्षण आफै गर्नुपर्छ है। बाहिरको मान्छे आएर मात्र संरक्षणको कुरा गरेर हुँदैन है। हामीले संरक्षण गरिएन भने यहाँको चाहिँ पनि हुँदैन। यसलाई हामीले चाहिँ पर्यटन र जीविकोपार्जनमा कसरी ढाल्ने भन्ने स्थानीयहरूलाई जागरण गराउने, जनचेतना गराउने उद्देश्यले यो खेल आयोजना गरिएको। यसले माछापुच्छ्रे गाउँपालिकाभरि, कर्मचारीभरि, समिति संरक्षण क्षेत्र व्यवस्थापन समितिभरि, वन व्यवस्थापन समितिभरि होइन, यहाँको चाहिँ जनप्रतिनिधिभरि यसले चाहिँ ल्याउने छ। यसमा चाहिँ सबैले हातेमालो गरेर यो मुनाल, ढाँटे लगायतका विभिन्न पन्छीहरूको संरक्षण गर्ने, यहाँ पाइने लोपोन्मुख के अरे वन्यजन्तुहरू जस्तै कस्तो यहाँ चाहिँ रतुवा मृग धेरै पाइन्छ भने सँगसँगै हामीले चाहिँ अहिले पछिल्लो अध्ययन अनुसन्धानले यहाँ चाहिँ क्लाउडेड लियोपार्ड ध्वाँसे चितुवा पाइएको छ। यो एकदम रियर स्पेसिसमा, इन्डेन्जर स्पेसिसमा पर्दछ र नेपाल सरकारले त्यसलाई चाहिँ संरक्षित क्षेत्रको हिसाबमा पनि राखेको छ। सँगसँगै पालिकालाई यो आयोजनालाई कसरी चाहिँ अगाडि लगेको छ भने अन्नपूर्ण संरक्षण क्षेत्रको 5वटा हटस्पट मध्ये चाहिँ एउटा महत्त्वपूर्ण चाहिँ हटस्पट खुमै पिपरको एरियालाई मानेको छ। किनभने एउटै संरक्षण क्षेत्रमा 6वटा, यो क्षेत्रमा 5वटा फिजेन्ट, अन्नपूर्ण संरक्षण क्षेत्रमा 6वटा फिजेन्ट प्रजाति, कालिज प्रजातिका चाहिँ पाइने भएको हुनाले पनि यो अति नै महत्त्वपूर्ण छ र यसलाई जोडेर यहाँको पर्यटन प्रवर्धन गर्ने, यहाँको चाहिँ के अरे यो बर्ड रिलेटेड टुरिज्महरू, वाइल्ड लाइफ रिलेटेड टुरिज्महरू प्रमोट गर्ने उद्देश्यले पनि पालिकाले एकाअर्काको सहकार्यमा चाहिँ यो काम भइरहेछ। युवा क्लबको सहकार्यमा यो काम भइरहेछ। त्यस्तै गरेर यहाँका पर्यटन ग्रेट माछापुच्छ्रे ट्रेलको चाहिँ सहकार्यमा यो काम भइरहेछ। आउँदो दिनहरूमा संरक्षणलाई चाहिँ थप टेवा पुग्ने र यहाँको चाहिँ जीविकोपार्जन पर्यटनमा पनि थप वृद्धि गर्ने आशा लिएका छन्। धन्यवाद। नमस्ते, मेरो नाम मसिना गुरुङ हो। म चाहिँ एसएसएल शारदा माध्यमिक विद्यालयको शिक्षिका हुँ। आज चाहिँ हाम्रो यो गाउँपालिका अनि त्यसपछि यो हाम्रो बायोकस अनि त्यहाँबाट यो जिएमटी होइन, यो सबै हाम्रो वडा नम्बर 1 को चाहिँ यो गुराँसे भूमि युवा क्लबमा चाहिँ क्लबको यो मैदानमा चाहिँ आज मुनाल कप हुन गइरहेको छ। र यसको मेन उद्देश्य भनेको नै के हो भन्दाखेरि हाम्रो यो वन जङ्गलमा चाहिँ विभिन्न मुनाल प्रजातिका चराचुरुङ्गीहरू जस्तै डाँफे, मुनाल अनि पोक्रास, कालिज लगायत विभिन्न चराचुरुङ्गीहरू अनि अहिले चाहिँ हाम्रो यो ध्वाँसे चितुवा पनि यहाँ पाइने भन्ने चाहिँ हामीले यो अध्ययनबाट थाहा पाएको छौँ। र हाम्रो यहाँ चाहिँ विशेष गरेर हाम्रो यो ठाउँलाई चाहिँ यो पिपर क्षेत्रलाई हामीले चाहिँ पहिला खालि यो माछापुच्छ्रे हिमाल हेर्नको लागि होइन, यहाँको चाहिँ डाँडापाखाहरू हेर्नको लागि मात्रै यहाँ हाम्रो टुरिज्महरू आइरहेको त छ। तर हामीले चाहिँ अहिले के पनि हामीले बुझ्नु पर्यो भन्दाखेरि
अनि जनावरहरू पनि यहाँ रहेछ हाम्रो वनमा भन्ने कुरा चाहिँ अहिले हामीले बिस्तारै थाहा पाएका छौँ। र यो चाहिँ बाहिरको जस्तै अब एग्याप अनि यो बायोकस के यो अरू संस्थाहरू मात्रै आएर मात्रै संरक्षण गरेर नहुने रहेछ। उनीहरूले चाहिँ हामीलाई अवेरनेस दिने, हामीलाई चेतना दिने चाहिँ उहाँहरूको चाहिँ एउटा काम हो भने हामी आफै यो स्थानीय बासिन्दाहरू जसले चाहिँ यो वनमा के छ भन्ने कुरा यहीँकै मान्छेहरूले देख्छ र यसलाई संरक्षण गर्नुपर्छ भन्ने कुरा पनि यहीँकै मान्छेले गर्नुपर्ने रहेछ। बाहिरको मान्छे आएर यहाँको वन चाहिँ उपभोग गर्ने होइन, प्रयोग गर्ने होइन, बाहिरको मान्छेलाई चाहिँ खासै थाहा नहुने रहेछ। तर यहीँको जो हामी छ यसलाई चाहिँ जोगाउने कि भत्काउने भन्ने कुरा चाहिँ हाम्रै हातमा रहेछ। त्यस कारणले हामी सबैले चाहिँ एउटा चाहिँ कालिजको मासु खाएर के हुन्छ होइन, त्यो कालिज चाहिँ जोगाउन सक्यो भने उसले धेरै अरू चाहिँ कालिजहरू जन्माउँछ, धेरै डाँफेहरू जन्मिन्छ। यहाँ चाहिँ सिर्फ होइन कि हाम्रो यो के अरे यो हाम्रो वनमा चाहिँ विभिन्न किसिमका प्रजातिका चाहिँ चराचुरुङ्गीहरू पनि देख्न पाइन्छ। अनि त्यसपछि चाहिँ हामीले यहाँ हिमाली चितुवाहरू अनि त्यसपछि यो घाँसे चितुवा पनि हामीले देख्न पाइन्छ भनेर चाहिँ हामीले अरू पर्यटकहरूलाई पनि हामी यहाँ भित्राउन सक्यौँ भने हाम्रो यो माछापुच्छ्रे गाउँपालिका चाहिँ पक्कै पनि सबैको जीवनस्तरमा चाहिँ उन्नति हुनेछ, प्रगति हुनेछ। त्यसकारण हामी सबै स्थानीय बासिन्दाहरू चाहिँ यसलाई जोगाउनको लागि सचेत हुन आवश्यक छ। र अहिलेको यो कार्यक्रम गरेर बल्ल थाहा पायो, मलाई पनि खासै थाहा थिएन यो हाम्रो वन जङ्गलमा चाहिँ कुन खालको चराचुरुङ्गीहरू जीवजन्तुहरू पाउँछ भनेर। अहिले चाहिँ यो कार्यक्रमले गर्दाखेरि चाहिँ हामीमा पनि अलिकति ज्ञानहरू होइन, हाम्रो वनको बारेमा पनि हामीले अलिकति थप ज्ञानहरू हामीले प्राप्त गरेका छौँ। र यसरी नै चाहिँ अवेरनेस दिने कामहरू चाहिँ विभिन्न सङ्घ संस्थाहरूले गरे तापनि हामीले त्यो अवेरनेस अनुसारको चाहिँ त्यो चेतना अनुसारको आफूले पनि सक्दो प्रयास गरेर हाम्रो यो वन जङ्गललाई संरक्षण गर्ने, यहाँको जीवजन्तुहरू चराचुरुङ्गीहरूलाई चाहिँ संरक्षण गरेर हाम्रो जीवनस्तर पहिलाको भन्दा सुधार हुनुपर्छ र गर्नुपर्छ भनेर म सबै हाम्रो स्थानीय बासिन्दाहरूलाई एकदमै धेरै अनुरोध गर्न चाहन्छु। धन्यवाद। ल है त रेडी 1 2 3 आजको चाहिँ यो मुनाल कपमा चाहिँ प्रथम हुन सफल भएको छ कर्मचारी टोली अनि द्वितीय हुन सफल चाहिँ भुपु खेलाडी टोलीहरू। ल भयो रेडी 1 2 3 बायोकस नेपालका सरहरू हुनुहुन्छ। के अरे कभरेज चाहिँ हाम्रो विजेता चाहिँ कर्मचारी भयो के अरे, म विजेता चाहिँ के अरे भेटरान्स ए कि बी रे भेटरान्स पूर्व खेलाडी ए लेख्नु पऱ्यो भोलि कभरेज गर्ने बरु कप दिनु न त अब ल सबैले एउटा एउटा खोलेर दियो आउनु न बाबु। उपविजेता टोलीलाई चाहिँ कप गरिएको छ।
यहाँ हाम्रो किरण खड्का भाइ भाइ हेलो गर्नु त ल हेलो 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 सबैजनाले हजुर ल हुन्छ हुन्छ आऊ देखेछ मैले ल है त रेडी ल सबैजनाले यस्तो हेरिदिनुहोस् ल हातमाथि सबैजना रेडी 1 2 3 ल भाइ ल उपविजेताले चाहिँ 5000 रुपियाँ पाएको छ ल जय मुनाल कप जय मुनाल कप मुनाल कपमा चाहिँ बाघले जितेको छ उपविजेता हुन सफल भएको छ ल यता हाम्रो ड्रेस लगाएको नानीहरू ब्युटिफुल नानीहरू छ है हरूलाई रेफ्रीहरूलाई चाहिँ मायाको चिनो वितरण कार्यक्रम रहेको छ खोइ भर्खरै सम्पन्न भएको पूर्व मुनाल भलिबल क्लब पूर्व तयारी समितिको खेलमा राष्ट्रिय स्थान हासिल गर्नु सफल पूर्व भलिबल खेलाडी चुनिए र यसै क्रममा आजको यो कार्यक्रममा अतिथि तथा प्रमुख अतिथिज्यूहरूलाई चाहिँ स्वागत गर्नुहुने आमा समूहको तर्फबाट म यहाँ नाम बोलाउन चाहन्छु कृपया मायाको चिनो ग्रहण गरिदिनुको लागि म आमा समूह र स्वागत गर्ने चाहिँ आमाहरूलाई म हार्दिक अनुरोध गर्दछु आदरणीय दिदी कन्या गुरुङज्यू कृपया त्यो खेल मैदानमा गएर मायाको चिनो ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु त्यसै गरी रामकुमारी थापा आमा रामकुमारी थापा त्यसै गरी फलकुमारी गुरुङ विष्णु कुमारी गुरुङ त्यसै गरी रश्मिला गुरुङ माया प्रेम कुमारी गुरुङ नमुना गुरुङ सुशीला गुरुङ ममता यतै आउनु यतै यहाँ राम्रो देखेछ के त्यहाँ भन्दा यहाँ राम्रो यतै राम्रो आछ के तारादेवी गुरुङ त्यसै गरी निल शोभा गुरुङ कृपया आमा टोलीहरूलाई मायाको चिनो वितरण हुँदैछ उयो पनि यता लैजानु न 15 जना है दादा यो पनि उयो ल्याउनु धन्यवाद छ है हजुर सबैजनालाई हात्तीहरीका हो यहाँसँग नै राख्नु के यसरी टाँसेर ल वहाँ से एउटा ग्रुप फोटो खिच्नु ल ग्रुप फोटो खिच्ने धोपी पर्दैन पर्दैन होला है लु त नि युट्युबर हो
सबैजना बस्दैन ल अब हाम्रो भाइहरुलाई दुईजना अलिक ग्रुपमै गरौँ यो फोटो त्यसै कारण यो फोटो खिचेपछि अनि उहाँलाई गरौँ हैन उहाँहरु चाहिँ छुट्टै गर्नु पार्टी छुट्टै गर्नु पर्यो ल है त सबैजना यसो हेर्नुहोस् है ल रेडी 1 2 3 म त्यही गर्छु नि भयो भयो भने बसेर प्रेसको हाम्रो सरहरूलाई पनि मायाको चिनो वितरण गरिँदैछ। मुनाल भलिबल पूर्व तयारीका महत्त्वपूर्ण खेल भलिबल खेलमा यो वर्ष हामीले महत्त्वपूर्ण खेल राखेका छौँ। यसमा चाहिँ प्रथम हुनुहुने हाम्रो चाहिँ माथुपुजे गाउँपालिकाको कर्पोरेट हाम्रा कर्मचारीहरूले विजेता हासिल गर्नुभएको छ। तसर्थ सबै कर्मचारी साथीहरूलाई आयोजकको तर्फबाट हार्दिक धन्यवाद दिँदै प्रथम पुरस्कार ग्रहण गर्नको लागि अगाडि रोमा आइदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। रेडी 1 2 3 कर्मचारी साथीहरूले यो वर्षको मैत्रीपूर्ण खेलमा प्रथम स्थान हासिल गर्न सफल हुनुभएकोमा तपाईँ माछापुछी गाउँपालिकाका कर्मचारी साथीहरूलाई प्रथम पुरस्कारको चाहिँ पुरस्कार मायाको चिनो ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यही गर्ने हो सर उतै जानुभयो त सर पुरस्कार यो त हेर्नुहोस् है ल है त्यसमा हेर्नुहोस् रेडी राम्रो बिहान राम्रो देखेको थिएँ ल हाम्रो मैत्रीपूर्ण भलिबलमा चाहिँ प्रथम सफल ल सर कङ्ग्रेचुलेसन सर सरहरूको टोली चाहिँ फर्स्ट हुन सफल भएको छ। त्यसरी नै उच्च मनोबलका साथ आफ्नो कर्मकर्तामा चाहिँ लागिदिन हुनको लागि हामी भरोसा राख्छौँ। आजको यो फाइनल खेलमा तपाईँहरूले जुन खालको विजय हासिल गर्नुभएको छ तसर्थ तपाईँ सबै साथीहरूलाई कर्मचारी साथीहरूलाई 9 नम्बर जर्सी लगाउनु भएको नाम के हो? लेखा सर हाकिम सरको ल अब कसले लिने होला? क्याप्टेन को? क्याप्टेन म हो। ल प्रथम पुरस्कार 10,000 पाउन सफल कर्मचारी टोलीहरू।
प्रथम स्थान हासिल गर्न सफल हुनुहुने माछाबजार गाउँपालिकाका कर्मचारी साथीहरूलाई 2082 सालको यो एउटा मैत्रीपूर्ण भलिबल खेलमा हार्दिक धन्यवाद। आउँदै गरेको दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्न चाहन्छु। जसरी आज यो मैत्रीपूर्ण भलिबल खेलमा तपाईँले जित हासिल प्रथम स्थान हासिल गर्नुभएको छ, त्यसरी नै माछापुच्छ्रेको चाहिँ कर्मकाण्डमा तपाईँले सबै जनतालाई यसरी नै उत्कृष्ट हिसाबले चाहिँ काम गर्नुहुनेछ, असल कर्मचारीको रूपमा परिचित हुनेछ भन्ने हामीले आशा गरेका छौँ। तसर्थ सम्पूर्ण कर्मचारी साथीहरूलाई हामी आयोगको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छौँ। सबैजनाले हात माथि कि त्यही उकाएर मेघमा पास हाम्रो सरले आज रेड क्रसको मैले भिडियो गर्नै पाएन नि, तपाईँले गर्नु भएर हाम्रो बायोको नेपाल एनटिएनसी एकेएम साथै हाम्रो चाहिँ जिएमटी माछापुच्छ्रे ग्रेड ट्रायलको चाहिँ सदस्यहरूबाट जुन समितिबाट यो चाहिँ कार्यक्रम सफल पार्नको लागि जुन खालको भूमिका निर्वाह गर्नुभएको छ, सबै आर्थिक बाटोबाट सहयोग गर्ने सबै संस्थाहरूलाई आयोजक माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 1 आयोजक कमिटीको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। यसरी नै आगामी वर्ष पनि यो कार्यक्रमलाई निरन्तर दिनको लागि माछापुच्छ्रेले सदैव यो कार्यक्रमलाई सफल बनाउनको लागि आर्थिक हिसाबले आज विजेता हुनुभएका सबै कर्मचारी साथीहरूलाई र उपस्थित हुनुभएका यो कार्यक्रममा चाहिँ सहभागी हुने सबै टिमहरूलाई आयोजक कमिटी तथा माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 1 को तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। हाम्रो आजको यो मैत्रीपूर्ण भलिबल खेलमा स्वयंसेवकको भूमिका निर्वाह गर्ने 4 जना भाइहरू हाम्रो सहयोग गर्नुहुनेछ भन्ने हामीले अपेक्षा राखेको छ। तसर्थ आज बाँकी रहेको हाम्रो आयोजक हाम्रो त्यसै गरी जिएमटीका साथीहरू हामीसँग थोरै कालो चिया चाहिँ बाँकी रहेको हुनाले तपाईँहरू उहाँमाथि। नमस्ते सबैजनालाई, मेरो नाम निशा हो अनि आज चाहिँ यहाँ मुनाल भलिबल क्लबले आयोजना गरेको कार्यक्रममा हामी पनि उपस्थित भएको थियौँ। हामी यो मुनाल भलिबल क्लबले आयोजना गरेको कार्यक्रममा हामी पनि सहभागिता हुने बेला अत्यन्तै खुसी छौँ। अनि यो ठाउँको नाम चाहिँ माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 1 गाचोक टुसेक गुराँसे भूमि क्लब हो। अनि यो कार्यक्रम किन आयोजना गरेको भन्दाखेरि कालिज प्रजातिका अनि डाफे मुन्नाल जस्ता चराचुरुङ्गीहरूको संरक्षणका लागि यो कार्यक्रम आयोजना गरेको हो। धन्यवाद।